जोजोलपा सोक्मी पासपी जी नवीन साके थवाना छिक्पिनु न्यने नवीन साके पोडकास्ट जुना वेदुन थौ चाहिँ जिनापदी दाजु यादवलाल कायस्ताला वेको चाहिँ छम छि नेपा देयु सम्पदा संरक्षणको लागि हमेसा गेनाफु एना न्यने बढे जाछौँ थौकने वेकन स्कुले वना जिल्ला प्रहरी नगर प्रहरी आर्मी वेक पिन्था थ पर्सनली वना जिउ सम्पदा चाहिँ छु अलि थुके त चाहिँ संरक्षण छ्यायामा खडा ठिका चौंडु थौ चाहिँ झिसौ वेको यो बारे खनबला यागुजी आज वेको त लस्कु सेन्सना जोजला पाइ यादव दे एकैको सुभा जोजला हजुर जो लस्कु सुदे दे एकदम एकैको सुभा जो दक्ले नापाला दाइ उन प्रेजेन्टेसन फर्स्ट डे न्याब्ले दाइन थया मा बा लुमंगा दि भनी मलाई उके चाहिँ थौ चाहिँ दाया मा बा ननिसे परिचय बेदिला हाना छ छिटो सुभा मा बा युए परिचय काय त सोइदिल चाहिँ एकदो सुभा दुनुक लन्ची सुभा बा चाहिँ जो शिवलाल कायस त हजुर तर बा मरे रंगला एसा बायो नायो न्हने चाहिँ त स्वर्गीय ह्याटे मयो बायो खनाइबरे भट थाको द हजुर हजुर उली बा नापा उली घनिष्ठ जुया चुनचुनपटी क्यामो छ खजिन एजुले बायो विषयले यो ढाटा चाहिँ पछि थाको द हजुर उके साथसाथै मा चाहिँ बिमला कायस त शिवलाल कायस त बिमला कायस त यो चाहिँ कान्छा सुपुत्र रूपे चाहिँ जे नग क्वाडो काठमाडौँ महानगरपालिका वडा नम्बर 17 चाहिँ बुम काम छ खको चाहिँ जो तिरीमा जो चाहिँ गैर नेवा ख कटवाल हजुर हजुर अहिले मस्त चाहिँ निमोटु छमम्या छमक्का जो आदायु पटि चाहिँ एकाडेमिक ब्याकग्राउन्ड पटि चाहिँ खनबला या एकाडेमिक के टाइपरे जी पहिला 5 क्लास तक हजुर छेउ नापाए डोपटी श्री प्रभात मावि स्कुलले बुनौजु ल हजुर अहिले 5 क्लास लिपा चाहिँ स्वयम्वी विश्व सम्पदा स्वयम्वी डोपुटी चाहिँ आनन्दकुटी विद्यापीठ एसएलसीपी एसएलसीपी उपरे 8 नम्बर मगाना चाहिँ फर्स्ट डिभिजन वेम अफ द सेकेन्ड डिभिजन जग्गा हो अहिले उके लिपा क्याम्पेन एकाडेमी कुमारी पार्टी डोपुटी क्याम्पेन एकाडेमीले पीसीएल लेभल प्रवीणता प्रमाणपत्र त चाहिँ अनुभव हुनुपरे दुर्भाग्य ओ टाइममै भरि चाहिँ छु मिल्याउ जा वो क्याम्पेन एकाडेमी टोटेमा ल अहिले टोटा ठुके पब्लिक युथ क्याम्पसमा चाहिँ जी प्रवीणता प्रमाणपत्र तह सिरेका अहिले ब्याचलर न पब्लिक युथ यहाँ एकाउन्ट छौ चाहिँ जो बाँकी दैछ न स्नातक तह चाहिँ पुरा सिरो अवस्था चाहिँ मक्का छौ जग्गा बाँकी त्यो प्रोफेसन दामा छ प्रोफेसन उकै लिपा ब्याचलर युबुटी दौराने जी सेना युबुटी चाहिँ अफिसर लेभलले यो कोसिस हैन सोक तक जाँच बि ढुङ्का चाहिँ क्याडेट है सेकेन्ड लेफ्टिनेन्ट यो जहाँ चाहिँ जी फेल जुल हजुर अहिले फेल जो यहाँ सा देशीय सेवा या सेना जुइ रेउटी जुन उद्देश्य जना हुनु जुल अरू पे चाहिँ जी यो कु कोसिस यहाँ सिपाही जागिर निये ढगाटा कोना हुन अहिले हेडक्वार्टर हुनु रे छेगन अठे उठे टाइपटी खतो जुल हजुर अहिले छ सिपाही जागिर निये फै मुखटे हन यो को मुन्टे छ त सुझाव पिउ जुल ओ टाइममे हजुर आ छु किस्म ख वे गबिन्छ सिपाही जागिर निये मोटे टाइथे ढल तर सा जी नाटना सा जी सेना जुइ उठा जी अडान कायु जुले वे गबिन्छ लिप त अकट हाउपट्टि जुन इमुपट्टि क्लर्कपट्टि जुन पद दै उके चाहिँ जी सिपाही से 2 तह चुए चाहिँ जी जागिर नयो जुल अहिले उके लिबा जी 10 वर्ष तक सेना दुने जागिर नया हेडक्वार्टर युपट्टि कानुन विभाग प्राड विभाग ठाउँपट्टिले चाहिँ जी स्वैच्छिक अवकाश भ्या ल्याउया लिपा रेस्टुरेन्ट खोलेर ढुङ्गा सम्पदा अभियान जुए चुनाउ जुल दाइनो गुली वर्ष जैन दिया आर्मी छिरा छिरा चाहिँ परिचा फो हजुर सेना यो जागिर टोटो स्वैच्छिक अवकाश चुब्रे पचा ढिभाना हो बोल हजुर ले वो ढिभाइट सदुपयोग या हिसाब चाहिँ थयो छे नापातु चाहिँ रेस्टुरेन्ट खोलेन जुल रेस्टुरेन्ट त थयो किसिम सजाएन कि उके वेपिङ ग्राहक त्यसमा चाहिँ उके पचा चासो बिया निन्यु किसिमउटी रेस्टुरेन्ट खोलेन चाहिँ ओरायो मतलब सम्पदा छिवे सम्पदा त अन योको चाहिँ डिस्प्ले हैन सजाय हैन हजुर जस्तै स्वयम्भू जुल लगायत झिउ गुल्न सम्पदा त यो कुठे सम्पदा त चाहिँ वेउ जाएन जिके छेडो सामान त चाहिँ सदुपयोग हैन अनि बा फोटोग्राफर जुल जिमु पुस्तौले चाहिँ फोटोग्राफर जुल जिबे अहिले प्लाम फोटो त दयो ओटोको जिन डिस्प्ले हैन यो जुले ग्राहक त वइ आन्तरिक तथा बाह्य ग्राहक त वो यो जुल अहिले वेक अप इन चाहिँ सम्पदा यो बारे चासो त यो वेक अप इन त सम्पदा यो खलाला प्लस वो टाइममा चाहिँ फेसबुक न भन्छ चले जो टाइम नक्तिन फेसबुक युट्युब जुया नि अहिले वो फेसबुक चाहिँ
थन ठो सम्पदा सेन अनठो सम्पदा सेन ढाइपुटी यो फेसबुक या वइजो नि हो तर थासे वना सोउने बुरे चाहिँ वो गठिख अठे टु कन्टिन्यू जुले तो फेसबुक जगह या नाम मजिल फेसबुक न यामा फेसबुक न छौ सशक्त माध्यम ल जुया जुल तर ताठे फिल्डे वना न ज्यायामा ढाइको ठाउँ चाहिँ सम्पदा अभियान हो मेजु हुनु जुल चाहिँ दाइया बा फोटोग्राफर ताइदिला मलाई दाइन उके इन्ट्रेस्ट मतै दिया मुख तया जिम दाजु न फोटोग्राफर ख हजुर अझ छिट ढामल लास जनकलाल कायस्ता जिम तापा बाजा नेपाली म चाहिँ नापामा फोटोग्राफर तया छियो नेपाली में नेवा इन्साइक्लोपेडिया टाइडी म छि मानिकलाल श्रेष्ठ आदरणीय प्रोफेसर मानिकलाल श्रेष्ठ नवेक वेक यो अन्तिम क्षण पाके नै द सटा टक जिउ परिवार सटा छिमतापा बाजे चाहिँ नेपालीमा नापामा फोटोग्राफर अनि तर वेक अप चाहिँ नापामा फोटोग्राफर जोली है वो टाइमला राणा शासन जुल अनि वेक अप छ चाहिँ जिमतापा बाजे पिन त चाहिँ सटा हेंका दरबारे जायक्यू दरबार चौपी दरबारिया त्योपुटी राणा त्योपुटी जुजु पिन्यू चाहिँ फोटोकाक्यू जयन्तीको ख एजोले जिन फोटोग्राफरै ख छ म जिन फोटो खिचाइमै मनु ख जिन स्टुडियो चुन्छनु तर स्टुडियो चोचो स्टुडियो बन्दैन जिम दाजु न लिपा जागिर न चाहिदिल अले जिन फोटो स्टुडियो बन्दैन फोटो युटी वो टाइम स्टुडियो उली चले मजु युटी न अवस्था होला हरेक टेक्नोलोजी लाठी मोबाइल वेडको जुले स्टुडियो उली मचले जुले स्टुडियो न बन्दैन जी सेनाले जागिर न हुनुका जुदाया चाहिँ जी थोइटो जिसम पोडकास्ट याटेनो मेन विषयले छलवा भने सम्पदा दाइनला थोंगने जी स्कुल लेभल अनि सेका किस्त ठिका चौंडु होला अहिले मेन चाहिँ झि नेवा जुया झि नेवा मस्तेस अनि सेका फुकेस सम्पदा घाटाले मेन बेसिकै ठिकमा छु ख उके बारे पटि खना बला याला सम्पदा त बडा अद्भुत चीज घनेका छोइटी छ हजुर सम्पदा प्राणी या ढाला या मनु चाहिँ घटना मयामा आउ ख खास ताइउ चीज सेन्यु खनिका जिउ जीवन पद्धति खनिका सम्पदा ताइउटी तर जिउ देशे सम्पदा दया ड्यग छौन्यु जग किन्यु हजुर हिटी छौन्यु किनबिउ छौन्यु इतिहास हो खलान बिउ ल सम्पदा दया चाहिँ एकदम उइटा चाहिँ संकुचित व्याख्या यान ब्याचौ अवस्था चाहिँ जिउ सम्पदा विनाश या हुन यो के व्याख्या पछि संकुचित तरिका यान बेल तर सम्पदा योपुटी व्याख्या चाहिँ एकदमै विशाल दुल्या ज्याया हुन्छ न ठौकने जुन अनुभव बदलेन नि उइटा हान चाहिँ छौ फेज वाइज मतलब नापा सम्पदा अभियान द्या लेवना योको सौ हुन्छ न आना मौनो मुख आना हुन्छ न उदो अभियान तापि योको जोडे जुया विभिन्न सरकारी निकाय लेवना चाहिँ हार गुहार या हुन्छ न वो मजुल अले वेकअप इन चाहिँ ख निन्यु बालक निन्यु हेका है तर ज्याय मुख वो जुजु वइ छौ जोले चाहिँ स्कुले न उनीमा अवस्था हो ख खास स्कुलेला नापान्छे वन ध्या तयारी न दु छौ समय कालखण्ड पियाचुनो जुल आ वञ्चुनो जुल एजुले अनठिकीबाट चाहिँ जिमसँग घेना ढाइचोना ढासा सम्पदा युपटी व्याख्या चाहिँ अझ संवेदनशील न एकदम सम्पदा त लाको पाको न्याक्ना न व्याख्या न या मजु उठे छु एजुले ठौकुने नाच छिनामा अफियरे खजुब्रे तरहरा यो जुन खजुलले उइटटको सम्पदा थाउ याना हाल अझ आ देको तरहरा जुन थो 81 साले वया जुन खडा जोपटी टावर दुनिया उइटटको तरहरा ध्यान सम्पदा थाउला प्रधानमन्त्री तक थाइछु न आइम आ नक्तिनी जुम प्रधानमन्त्री तक न उइटे सम्पदा थाइछु न तर अठे मजुई माउपटी एजुले सम्पदा व्याख्या बालको ढामाल ढया छौ जिमसँग नापान्छे यान्छनो ज्यायो अनुभवयो आधार जुल अहिले विभिन्न विज्ञता विभिन्न अभियानकर्ता विभिन्न सम्बन्धित निकाय पि प्रमुख उपप्रमुख लगायत कर्मचारी पि नापा जो छलफल परामर्श कपि नापा गुली बहस जुई ओ डक्कोयुपटी आधार चाहिँ छौ निष्कर्ष रे ठेंगाका चाहिँ हजुर सम्पदा तायु चाहिँ छिउ देशे दुनिया जको डुपटी मेचिनिसी महाकाली तको दुनिया जको डुपटी वो उसे पिने डुपटी सामग्री मखु सामान मखु जस्तै चाजुल लगायत लो मलाई छुछु धातु त छुछु चित माउ चीज चाहिँ ओ डक्को छिउ देशे दुनिया दो जगा चाहिँ छेलाटौ अले वो छेलाटौ जको त यहाँ मुझे शैली न हान छिउ देशुए थयुए एकदम युनिक हजुर मौलिक शैली चाहिँ जुइमा हजुर मेठा देशे डुबरी युनिक मजुला भाषा सम्पदा जुइ मखुराइ जनु सहित जे हान छ कछिट डोरा छिउ देशे दुनिया जको डुपुटी सामग्री छेला छिउए देशयुपुटी शैली निर्माण याउन तौपुटी संरचना तर उले जगत हान मका ठान उके चाहिँ मानवीय कल्याण जइमा प्राणीय कल्याण जोला ढासा उइ त सम्पदा ताइ मक्सा सम्पदा ताइ मखुरिया ज्या चुनु जोला अले ओए दौराने चाहिँ आठौं जि नाच नक्तिन सिरा ढाइथे
थौकुनेमा एकदम शक्तिशाली प्रधानमन्त्री नक्तिनी डेको टावर त न सम्पदा ताल तर नक्तिनी डेको टु सम्पदा त्याडै मुकुट हो मक्की नक्तिनी डेको बुटी जुन वो टावर दो वो छुए कठन सम्पदा त्या मिले मुजो के छेलाटाउपट्टि सामग्री त जस्तै ओके स्टिल त प्रयोग गर्न टाउटो या को सिमेन्ट डेका टाउटो सिमेन्ट डेका टाउजो ल अले वो शैली न सल्लाह छ वो चाहिँ छौ मिनार शैली उबुटी जुल जो भारत छिमेकी राष्ट्र भारत जुन कुटुम मिनार दो कुटुम मिनार शैली उबुटी जको जुल होला एजुले उइट चाहिँ बरु वो चाहिँ हिस्टोरिकल ख ऐतिहासिक संरचना चाहिँ ख पुलाउपट्टि खना टास आइ न खना नमुको चाहिँ ऐतिहासिक संरचना चाहिँ ख तर सम्पदा मुख हिस्टोरिकल ख तर हेरिटेज मुख उठाइसुनु छारा छ सम्पदाला सम्पदा त होला झिउ देशे दुपट्टि जो सामग्री छेलिमाल शैली न झिउ देशी उजको जुइमाल अहिले मानव कल्याण यो ज्या जुइमाल ओके सम्पदा दाइ सम्पदा अझ झिसमा बिस्तारै हान खला नहुने सम्पदा स्वास्थ्य नापा स्वापुदै सम्पदा शिक्षा नापा स्वापुदै सम्पदा जीवन पद्धति नापा स्वापुदै त्यहाँबाट आनक्तिनी युपट्टि वो टावर युपट्टि जुन खलन छ वाला झिल्के टावर शैली छ वो झिल्के टावरलाई झिउ नक्तिनी जी ढाइचौँ ठ्या न मौलिक सामग्री दु न मौलिक शैली दु न स्वास्थ्य नापा जोडेजी न शिक्षा नापा जोडेजी एजुले सम्पदा युपट्टि व्याख्या चाहिँ छि सम्पदा विशाल तरिका काम आठ्यान्छ सेचु पहाड जुल खोला नदी इपि नफुक छि प्राकृतिक सम्पदा लानीमा एकदम एकदम जो अनचक सूर्यले दाइ प्राकृतिक को छि वो छिनापा सम्पदा जुने छक्लौ टो जे मूर्त सम्पदा युनि खलाना तर अझ वसे न्य खलामल लाछ सम्पदा त साट कि निटा खला लोमंगे मजिल झिठे उद्देश्य छौ चाहिँ प्राकृतिक सम्पदा जुन प्रकृतिय सृष्टिय निर्माण जो बुटी जुल मनुन निर्माण या उटी विषय मुक्त प्राकृतिक सम्पदा झिउ देशे छुछुटो समुद्र छौ जगला मर्ने मेउला यो कुठिया चीज थन्टु मलाई झिउ खुसी त जुल झिउ पहाड हिमाल सगरमाथा लगायती उटी हिमाल त दको अनवया चाहिँ झरना त जुल वन जंगल वो दको झिउडे प्राकृतिक सम्पदा जुल जि ओके व्याख्या चाहिँ यो यान्चन माली थे मोचो अले प्राकृतिक सम्पदा यो साथसाथै मेउलो मुकि जो सांस्कृतिक सम्पदा न्यू सम्पदा जो झिउ देशे छौ प्राकृतिक सम्पदा छौ सांस्कृतिक सम्पदा अहिले सांस्कृतिक सम्पदाले न न्यू ख लोमंगी मजु छौ मूर्त सम्पदा छौ अमूर्त सम्पदा खयतला अमूर्त सम्पदा एकदमै तहरौँपट्टि मान्यता दु महत्त्वपूर्ण झिउ भएन अमूर्त सम्पदा ख ढक्सेमध्ये तहरौँ सम्पदाला वो पकाया जुल तर अमूर्त सम्पदा चाहिँ झिसा भौतिक रूपे ठिफै मको खनि मको सारिया जी मको मगला वो चाहिँ महसुस जको याउ ख झिस अहिले जी चाहिँ ज्यायाञ्चनो हिसाबमा विशेषणा जो अनुभव्यो आधारे दक्ष पहिला मूर्त सम्पदा नै मकिमाल मूर्त सम्पदा मकल ढासा अमूर्त सम्पदा न मना वइ टाइपुटी चाहिँ जो अनुभव न दोस्वैदिस जी परिणाम न पिकानु दो तर गुली चाहिँ छियो अग्रस्त नेलुवा त बुद्धिजीवी त्यसमा चाहिँ मखो पहिला अमूर्त सम्पदा मकिमा अमूर्त सम्पदा माटकी तनी मूर्त सम्पदा मैन धाइदिउ दो गएको पनि उठासे गएको पनि सही ख तर चाहिँ छ उदाहरण बेचिट खोपे जगाती ढाउ ठासे चाहिँ ले वो हाइवेले लाएर ढुङ्गुपट्टि ले चाहिँ जिमसँग छौ सूचना यो आधारे उत्खनन याना सोइदिछ अन छे नापा सापुटुपट्टि छेन झ्याल न सोया ओहो या लाल गए ठान हिटी पिकाउ टकट हाल सोइदिछ होला अहिले वो हिटी चाहिँ गठिचुल लाछ जिमसँग हिटी पहिला वाला मूर्त सम्पदा जोला हिटी वो हिटी संरक्षण या त उत्खनन या त जिपि सफल जुल संरक्षण छैन अझ उत्खनन या त संरक्षणला अझ न बाँकी दनी उत्खनन या त सफल जुल अहिले वो उत्खनन या तका विभिन्न किसिमको छलफल जुल जिमो जो बुरा छुट्ला सोके गुठी डुराइबुटी खत सिधा यावला सिखोटेउपट्टि चाहिँ सिखोटेउ छौ थर दु सिखोटेउपट्टि चाहिँ हिटी खनि हो सही छ आ सिखोटेउपट्टि गुठी टाइपला अमूर्त सम्पदा जुल वेक पनि संस्कार जात्रा पर्वला वो अमूर्त सम्पदा जुल तल पहिला जिमसँग चाहिँ वो हिटी बचेनौ कारण हैन सिखो हिटी चाहिँ सिखोटेउपट्टि ख टाइपला सिधा त वेक पनि गुठी रिभाइभ जिफु वेक अप छ या न एन्डी तिनी एजुली पहिला मूर्त सम्पदा बचेर राछ अमूर्त सम्पदा न बचे जुई पहिला चाहिँ मूर्त सम्पदा नै बचायामा यदि वो मूर्त सम्पदा बचे म आउँछु सला व ल वो हिटी सिरेका छुए ठुकियो खले मूर्त न बचे जुइमुख अमूर्त न बचे जुइमुख सोइदिछ एजुली मूर्त पहिला सम्पदा बचेनले अमूर्त न नापास हुँदैन सिखो सिखो हिटी अहिले वेक अप इन कम्युनिकेट जुइङ डाइरेक्टला मजुनी तर तिमसँग त सिकाकाइ उपटी विषय जुल एकदम नजिक चाहिँ मजुनी तर तिमसँग त चाहिँ न्य नजुले अब हिटी आनो गरि ख दय दनी कम से कम अब हिटी त सेंके फै मखटाइ उपटी जिमके पूर्ण विश्वास तो अहिले ओके नाप नापा फल्छ न अन नापा जो जोले सायद वेक अप इन छ न वो संरक्षण या कोटा यान्छ तेफु अहिले दाइट नियन मासु दाइनो चाहिँ यहाँ छौ संरक्षण यान दिला मलाई अनुवना हिटी यो सम्बन्धित मनु त न मसिका दिला
सपोज उके लिपा चाहिँ दाइन छु ग्रुप डेका न्याने वाना कि उके त कन्टिन्युटी केना भ्याजन हुँदैन मको ग्रुपलाई यो कुए डेकेट ग्रुप डेकी बुरे थु ग्रुप चाहिँ भन्छ दीर्घकालीन रूप तक हजुर ग्रुप त बचेन त्यो चाहिँ म फुपट्टि सायद जिउ कमजोरी न जुइफु या अब ग्रुप युपट्टि ठठयुपट्टि चाहिँ मन चाहे वेक पनि इन्टेन्सन न ठठय किसिमयुपट्टि जुइफु हजुर तर ठासे उनीहरु किसिमयुपट्टि ग्रुप चाहिँ बनेजु गुँ ठासे संरक्षण ज्या चौडु गुँ ठासे चाहिँ अझ संरक्षण चाहिँ बागदानीका मक्सा चाहिँ न्याले छौए हिटी लागि दाइ समाजको सञ्चालनालाई फैमको मलाई दाइन छौ हिटियो न्याउजिमा संरक्षण या हुँगा अन पर्टिकुलर नाचा धाइडु उठे छौ कास्ट वेकअप इन चाहिँ जिम्मा काइदिल हो झन् बालन भन्ने पक्का ख वो छौ जुसे चाहिँ एकदम बालै होला पक्का ख तर एसा नक्तिने छिट हाइडि थिएन अझ न गुल्टको नापान्छी सोन्छन हिटी आटको न ठाउँ तक न नाचा तक न जस्तै छिस टल्को हिटी सौ नापान्छी बच्चा आमल लाइछन टल्को थने नि भने ख ख अले अनु हिटी न नापान्छी आयुठो टाइमे चाहिँ बजेट न हे सफल जुल अन्न हिटी न आटको न जेन जनरु मिगन्छी सुरु न जो दुज्या गुना शिलान्यास हजुर वो जुल सुरु न जे चौडो छौए हिटी न कन्टिन्यू फुतले उन्चोनुटो जस्तै दरबार मार्ग त्यहाँ चाहिँ एकदम अत्याधुनिक जुइढुङको उठा किङ स्वेटको ढ्याढुङको उठा चाहिँ नेस दह पुलाउपट्टि छिउ लक्ष्मीदास पारू हो डेकाट्युपट्टि हिटो त्यो कालिदासिया अबु वेकअप इनसँग डेकाट्यु हिटी त जी चाहिँ विभिन्न पास भाइ पिनिपट्टि साथ सहयोगे वो हिटी त न टोपी ढुङको खनिया मरिया ढुङको उठा चाहिँ बचाएन ठाउँ संरक्षण हेर्न लटको वेक्यु चाहिँ कन्टिन्यू एकदम निरन्तर सनाचुनु के दौराने चाहिँ यो कुपास पिन्छ साथ नबिउट्यो त्यो दरबारै दुन चौपट्टि कि पिने मको पिने चौपट्टि महेन्द्र सालीको चाहिँ कमल पोखरी वनिपट्टि खवाएपट्टि हजुर जुन त्यो नाचो जुन ढल्को यो धाइदिल वो सियु होला चाहिँ इटी मको सियुपट्टि चाहिँ ठ्याक्क उके नि हने वो उत्खनन या बाग्दनी हजुर वो चाहिँ कोही गाले ठक्क उना उत्खनन या माउपट्टि जुल वो सियु डुपट्टि हजुर अले ओके निकासियो समस्या जुयो जुले वो हिटी त आइ त चाहिँ जिमसँग मठियानी ओके ठ्याक्कै नि हुन्छ उपट्टि ओ सियु चाहिँ जो नेपाल दे वो छौचको ढुखनीला सियु चाहिँ एकदमै दुर्लभ खनिमर्निका खासे हजुर जो आथो मूर्त सम्बन्ध यो खलाञ्चनो छिसला हजुर ओके कन्टिन्यू यार नक्तिनी ढाठे आथो थयुए देश जुबुटी थयु हिसाबला व्याख्या जुए जुल हजुर ठो सम्पदा तैपट्टि लक्ष्य मोटे गर्दा हाँस जिमसँग ले या गुण छु चिज विकास तया चाहिँ गुण छु डेक्ट सोइबुरे मको ठन चाहिँ सम्पदा बचायामा ढावन ढासा वो सम्पदा त सेङ्किपि मुनुटेसँग चाहिँ जिम त विकास पिरोडी टाइप त सोइदिस होला अले जिमे बचा अझो न चाहियो वास्तवै विकासलाई छिउ हिटी ख छिउ सम्पदा ख छिउ फल्चा ख हजुर मलाई पनि अब मठुया छ न अले झिसँग विदेशी त्योपट्टि जुन देखासिकी याना जना होइ नि वो चिज त चाहिँ झिसँग विकास थाइ छ छु त जस्तै गुल्न टावर त डेक्यो खजुल ल डेक्यो खजुल छे अयो डेक्यो रह्यो विदेशी त्यो देखासिकी याना विदेशी त्योपट्टि सामग्री प्रयोग याना डेक्यो रह्यो उकेपट्टि वो जुन डेको सम्पदा स्ट्रक्चर संरचना त दैनी लजुइमा या छेजुइमा या टावर न्याउन जुइमा ओके योपट्टि आयो रह्यो अपवाद छ 30-40 वर्ष 50-60 वर्ष 88 जग्गा अपवाद छ 80 वर्ष 90 वर्ष उली जग्गा जुगै ओके लिपा चाहिँ वो सेना आउने ढुङ्गी तर झिउ पुर्खा नापान्छी डेका टाउपट्टि सम्पदा त तैला हजारौं वर्ष तको टिके जो यो कोही उदाहरण त बिफ एजुने सम्पदा त वास्तविक चाहिँ आज दीर्घकालीन विकासका शैली छ सम्पदा मैत्री छे जको देखिबरे न छि विचार अन्देश छिउ नापा नापाइबुटी छेटो आठो छौ पुस्ताले चाहिँ छि चुके जुइ ढुङ्गला छौ न्यू पुस्ताले ओसे नि हसल असल नापा छिउ तापा बजे त्यसमा छिउ बाजे पिन्छन डेकु छेला छिउ क्या छे तको यो कु पुस्त तको जागले जो चाहिँ नि छे छका देखिबरे छे देखि टाइपले सिक ठाको बुटी खेचुल हरेक पुस्ता निखा सका छेटल देख्छु नि फै मको छिउ नापान्छी देखाउँछौँ छेतो जुन सम्पदाले घने जुइने जस्तै ओके जो सामग्री त जुल ओके एउटी शैली जुल ओके यो झिसँग कायो उपयोगिता त जुल मलाई यो कुटको टिके जो चाहिँ खने एजुले वास्तविक सम्पदा त दीर्घकालीन विकासका शैली छ हिटिवे खला टासा हिटिला नापा लिचिबिकाले अझ किरातकाली अन्तिम पाखे लिचिबिकाले मल्लकाले देखाटाउ हिटी ठाउँ संघीय लोकतान्त्रिक गणतन्त्र ओट गट आटक दनिने गठिक अठ्याय दनि ओके राज्य खासे चुनाव याउ मोर सोइटी छ ल वइचौं त निरन्तर गुली मवे ढुङ्कला गुलीला आटक न छु म यहाँ वइचौं त नि ओ वास्तविक दीर्घकालीन विकासको सोइटी छ सम्पदा त दीर्घकालीन विकास न हजुर अझ ओके से वना ढासा सम्पदा त होला तरौं आत्मबल दिए सोइटी छ झि नेवा त झि नेपाली टला एकदम कन्फिडेन्स टोपी जुइमा छ्यारा छ अमेरिका पत्ता लगाया नि है चिज यो चिज त असाधारण किसिमको विकास यार छि जि धाइछो न छि डेभलपिङ कन्ट्री मको छि त व्याख्या गलत तरिका यान बेला छि डेभलप जि ढुङ्को पिया ख पहिला अबले डेभलप विकास हुनुको टाइटल छि त मलाई झिला विकसित
देश ख नि अहिले एजुले झिके चाहिँ गयो मानसिकता राज्य चौँ लेभल टक न विदेशी खन्ना विदेशी त्यो त मेउ किसिम अझको चाकडे या उठे स्वभाव इनको क्या उठे दान काटो सो उठे अयो किसिमको स्वभाव दिने छि मलाई छिउ नेपाली तेके छिउ चोय गभर्नमेन्ट लेभल चोय चम्पिङके तर छिसला सान नक्सा वेकअप इन द व्यवहार या फेकमा लाइटो छुजु खास तो छौ जेनेरेसन छि तो कम्युनिकेट या मफु ख कि मलाई जस्तै दैन आथो जुन स्कुल निसे प्रहरी आर्मीतिर छौ थो जो सम्पदाय बारे क्लास काइछौँ नि म चाहिँ एकदमै यल्छु सारा चाहिँ झितन पहिला अयौँ छौ प्लेटफर्म मन्ट छु नतिन जुन दाइन दाइदिलले आठो दाइन प्रेजेन्टेसन बिबले फुकेसा ओहो खखनी रा चाहिँ जुए तर ओस्या न्ह चाहिँ सुनान टाउ चाहिँ मरु खनी छु जस्तै नाच दाइन दाइदल न्युज पेपरै बोनबेला थनला ठे सम्पदा थे जुल बोनला डु तर थय अन पर्सनली वना जि छुयाफु एआइपी मन्ट छु सो छुयास बाँलाई दाइन ठे क्लास मलाई थाहा चाहिँ क्लास बिउस बाँलाई कि त ठुकै न छु छिउ पहिला गुठी टाटे अति छु ढेका नि बढी जुस बाँलाई कि छुयास बाँलाई नक्सली छिराइरु चाहिँ छिउ एक दुई पुस्ता छौन्यौ पुस्ता त चाहिँ भरि अन्थालको चुके जो उयो ख छि छिउ चुयो छौन्यौ पुस्ता चाहिँ छिटो मिसकम्युनिकेट जुल्ठ्या छ सोइटी छ मखुपुटी चिज त चाहिँ यो कु छिटो लाडे या त नक्तिन धाठ्या विकास हो खत जुल समय अनुसार उनमा धाइपुटी खत थो जात्रा पर्व छ्याट अथवा आँखा बुन्यौका धाइजोको यो खोजला जागिर नेउका थयो जिन्दगी देख्यो उठारला तर वो जात्रा झिउ सम्पदा झिके डुब्री चाड पर्व गुल्न संस्कार त दुनी उके छिट चाहिँ झन स्वस्थ जुइको झन सान नक्सा मकी धाइपुटी चिज चाहिँ अबले व्याख्या यान मबिल ठ्याक्क वो टाइममा आ झिउ थयो पुर्खा त्यो दोष ल मखो तर राज्य हो जुन राज्य त एउटा छियो अभिभावक ख नि मलाई राज्यलाई विभिन्न निकाय त ठोया चिज सेने त ठोया चिज संरक्षण या त छिवे कर डेका टपे इन त यो कुछ सुविधा बिया त हुँदै अपार सुविधा बिया खडा यान त हुँदै तर इमसँग चाहिँ छिटो वो चिज सेम मसन छियो भ्यानी सिकाया छियो जात्रा पर्व हरेक चिज छियो सम्पदाले चाहिँ इमसँग वो एकदम संकुचित व्याख्यान भेल जिन आजन ताइछ सम्पदा तल संरक्षण यामा ख रहेछ नियम कानुन डेका बेला पञ्चायत बेला नियम कानुनलाई कडाउै डेका टाउडो प्राचीन स्मारक संरक्षण 2013 युपटी खलाम खसाएको भरि त बना सल्लाह छ कडा तर उयो कार्यान्वयन या वो वास्ता मया राज्य फर्मालिटी चाहिँ हिसाब छ एकदम अहिले कार्यान्वयन वो टाइममा याके न उनी मुफ्त वो टाइममा थे सामाजिक सञ्जाल न यो को मुरु या त सोपिला मनु त दु ख वो टाइममा न मुरु मको जिमसँग चाहिँ यानो न ढाइजो न मको यो कोसिया या न सौ ख तर वो टाइममा या मुफ्त अहिले वो जुजु अमरे यो कुछ थौ यो अवस्था वाला अल थौ यो अवस्था वे न जीवित है यहाँ पे मेपी न यो को पास पे दु दक्षा याना सो बरेला वो या मफै चौ अवस्था दु यो को नातक तिन छिया गरे सोइ बरे छौ खन जतनी अनुना सोउने बरे मेउ जतनी फेसबुक या छमेसा छौ पोस्ट एन चौदै धाठे अनुना सोन नासो मुनु प्याटक न वइ चौदै म पठा दिन्छ नाजको यान चौदै थयो यो को समस्या त दु अहिले नक्तिन छि धाठे घटना उन फैरे बरे दक्ष पहिलाला स्कुल न उनी मावे अवस्था खण्ड त छारा छ नेपाली इतिहास छ सोइडी छ सम्पदा त यो छुट्याएको भने सेम छैन ख जस्तै चाङ्गु नारायण यो बारे छ न चाङ्गु नारायण चाहिँ ठो डेकटौ थप्ले डेकटौ अयो यो टाइप यो हिस्ट्री यो खत मलाई उकेबुटी ज्ञान गुण यो खत कन्त ल तर सम्पदा त यो छुलेछ छ्या बचायामा बचायामा कि छिउ छुछु चिज चाहिँ झि घुमे ज्या वनीले धाइपुटी चिज त छिटो सेन्टौ मरु एजोली ठो चिज त पहिला जना नक्तिने छि ढाठा तक्से पहिला चाहिँ मस्ते उप्टी दिमाग नल टेमलने ओ मस्ते मिग प्रधानमन्त्री जो चौपी थौ प्रधानमन्त्री जो चौपी मेपी मनु खस करे प्रधानमन्त्री कने वो विभिन्न निकायले जिबिला इपि यहाँ देशको गर्न थाले इपि ख एम त सिनेमा आउजुल छारा छ दको मनुटल ठौकुने खाली अमेरिका उन्यु अस्ट्रेलिया उन्यु क्यानाडा उन्यु अयो यो जोकै होड बाजीले लगे जचन नि एजुली वो चीज रोकाया तला पहिला छिउ देशे सम्भावना दुध है उटिला मस्ते त न सेवनी मला ओके साथ साथै चाहिँ आ मस्ते त यंगी मजु उठान यो गुडु छारा छ मस्ते त यंगी बिरला गुल्टा छ स्वास्थ्य यो समस्या ओएफो सुरक्षा यो उटी खत जिफो याउन चीज त जिफने सम्पदा स्थल ला आइतला पछि थाकुन तिनी अहिले अयो थासे मयंगु चाहिँ पहिला मु दिमागे नि हो सम्पदा यो खतल टंगन मला चाहिँ टिम मेलना जिल्ला विभिन्न निकाय न जिल्ला घटना जिल्ला चाहिँ सञ्चय मस्ते यो दिमागे टेफेक मला ओ टेक्सन यो अझ फुसाला सुमना श्रेष्ठ धामपट्टि शिक्षा मन्त्री जुब्रा जिवकै त योको सम्पर्क याद न छ मेसेज न छ तर जिउ पाउँछ मका त जिवकै नजिक पे मन्त्र न योको न थाया अहिले पाठ्यक्रममै न टेके माला ढाइछु न दक्ष पहिला आधिकारिक रूपमा जिउ देश नियमको हेतु पाठ्यक्रममै टेके त चाहिँ जिसँग कुट या मलाई जि दख मिले ज्या सम्पदा छ्या बचायामा बचाय मेटके छुची सम्पदा गयो दो सम्पदा दाइ छु धाइपुटी चिज थयो मौलिक शिक्षा पहिला बिमाल्ने जी आफ्नो न थायो नि जस्तै छिउ बहा बही बिहार त अनला छिउ नैतिक शिक्षा त सेनी
करुणा उत्पन्न या ज्ञान बि शैलीसँग ठोला मर्याम अवस्था जोल छिला आधुनिकरण धारा तथा चाहिँ सर्टिफिकेट जको टेक्यो जागिर ने शिक्षा जको ब्याच हुन छिट उकेला व्यापारीकरण जे आउन डाक्टर त डाक्टर थे म चोन व्यापारी जो आउन शैली छ पुलिस त थे म चोन व्यापारी जो आउन अदालतीमा वकिल न्यायाधीश थे म चोन व्यापारी जो आउन हरेक चीज व्यापारी जान व्यापारी त अझ झन्ला अले व्यापारी त गठे जो लाछ व्यापारी त झन् राक्षस त्यहाँ जो आउने नक्ल शिक्षा मरुको शैली छ त निनी बरे पर्छ अझ चाहिँ छाडा लाछ व्यापारी त्यसो अल ठाउँ पनि अब जाकीले लो लक्षण हामी बि उकेला मनुष्य नि मलाई मनो यो स्वास्थ्यले प्रतिकूल असर परेछि उयो त न्याठना जिमा वो लो लक्षमा उयो वाटोरीमा उयो पाशामा वो मनुष्यमा उयो मतलब मरो उयो वो जाकी मेमा अयो शिक्षा त जको छिक दयामा हमरे छियो मौलिक शिक्षा छियो नेपाली सम्पदाय शिक्षा तल छिके दुनी उकेला ए त्यो जाकीले चाहिँ लो लक्ष्यमा जो हुने ताइपटि चेतना बिनी छ के कोरोना उत्पन्न ए वो शिक्षा त मर्या आउने रंगु अवस्था त एजुले पाठ्यक्रम हैन टेमाला अले न उके ठुके वेट न जस्तै पाठ्यक्रम धाइदिला मलाई उके चाहिँ टेम हाल्छु छन नतिन दाइन नाचा धाइदियो थे हिस्ट्री जको बनाम मजिल्ने झिला आ थो प्रेजेन्टमा ख उके आ छुच्या चोंडो सम्पदा छु हालते दो मलाई दाइन वो क्लास का आउँछु थे उखने उखने जिनो गयो दो मलाई अन मस्तेसँग गयो क्वेशन नि दाइपिस ढाउ जिम त सिक यो ल मलाई आ जिम चाहिँ गेना हेल्प आउट हानो क्वेशन होला सो मेनला इम त सेनमा खनि मलाई इम त छिस मसिन ल्याउला नतिन छिस ढाटे आ जिउला पटी उमेर वन गुले ढामाला मलाई आतिनी नतिन ठ्याचौं दो खासले छिस वो स्कुल लेभलले ठुइमा हो नि पिन्चोपि न्यामु वासा छिस थसा चुइक निनु म कि थमिसा ठुइके फेमा ख उके लागि चाहिँ वो जस सिलेबस स्कुलले चाहिँ एकदम कम्पल्सरी यामा हजुर वो चाहिँ जो फर्स्ट जुइमावे वेट हेन्छ अब के लागि ल नक्तिनी छि राइट छ घटना या उसरी छ मन्त्री ते त चिस सम्पर्क ते फेम को जिउ पहुँच मगा पहुँच दुबि छ थोजायन बि मको वेक अप नि ठठयो स्वार्थ दै चौदै मगला तर यसा कुट यान चनु त 6 दिन अवश्य थो सफल जुइ रह्यो टे कुट यान चनु त सफल जुइ रह्यो भला सकाइ चनु त मजुल लासा छिउ भानम यो उपायन अपने आउने मयासी मगाउँछु तर थुकै साथसाथै न विभिन्न किसिमको अभियान न छिटक मिले जो यामा स्कुल योजको खमको जस्तै मिग पशुपति उनुरे अन नाना बच्चा द थाट द ठुटवा ढाउल छु छौ संस्था चाहिँ आयोजना यान्दिल छिस आफ्नो स्कुल हेर्नु थे अन चाहिँ विभिन्न संघ संस्था चाहिँ मस्त निसिंका चुए ततर गपि चिर गपि डको मनुट चाहिँ संकलन यान्दिल अन भेला जुल वेक अप इन चाहिँ स्कुल काइथे सम्पदा युक्ति बारे जि स्यु टाउपटी खञ्जना भए अन्न वेक अप इन चाहिँ एकदम स्वीकार यान्दिल विभिन्न किसिमको अन्तरक्रिया जुल न्यासलिस त चाहिँ योको जुल हन ठिक्यो ज्याजुल अठे स्कुल जको यो कोठा छैन अनवया नक्तिन नाच छिडाइटो थे पुलिस तेत न सेनमाल आर्मी तेत सेनमाल आर्मी हेडक्वार्टर युपटी वरिपरि नापा चाहिँ योको ड्य खुयाङ्की आर्मी पुलिस त्या फ्याफी याना चाहिँ जनता त ख्यान्छु नि तर ड्य खुयाङ्की रुङ्की देश खुयाङ्को चौँ त वेक अप इन त मतलब दु मुखो वेक अप इन शिउला मशिउला ढाइ चौँ त एजुले मस्तेत न सेनमाल पाठ्यक्रम न टेमाल राज्य यो विभिन्न निकाय त दु वेक अप इन त न डक्स चकचक्या आसा छिउ देशे सम्पदा संरक्षण जुल आसा छिउ थे या उद्देश्य त थो सोनी गइ त चाहिँ हलिमे न्यंक संसार भरि मलाई हलिमे न्यंक चाहिँ सान नक्सा चाहिँ छिस मसिको फेटे बोला सकै छु हजुर नतिन द्यो खौले दाइन उक्नु सो एक्जाम्पल ब्यादिल्ने जो सम्पदा जुन द्योटे हासाटमा मनुते र छौ धर न जुल छौ विश्वास न जुल राछौ एक्जाम्पल ब्यादिल्ने मछ खताइदिल अठेका थो द्यो त यो जुन दुनी हजुर मूर्ति त हाल थन रको मूर्ति खुयाङ्गी हो जुल छ मूर्ति त हाल छु मतलब म एजुले जिमसँग छुराइ जना राछ थो मूर्ति मखो सोरी छ मलाई थो चाहिँ ढ्यु ढ्य ख मूर्तिलाई पसले याद हैन मूर्ति चाहिँ वो खुयाङ्गको पनि खुट्याउ लागि जुलजी वो संरक्षण म यहाँ पनि निकाय त सुसुदो इमो लागि मूर्ति जुलजी वो चाहिँ ढ्य ख अहिले वो ढ्य चाहिँ झिउ ठ्याउ देश चाहिँ 100औं वर्ष हजारौं वर्ष नि है छौ चाहिँ पुलिस त कल्पना याए नि पुलिस त हो मोर अपले पुलिस त यो कल्पना यान त मोर अपले संविधान कानुन त यान मत अबरे चाहिँ छौ सभ्य समाज निर्माण याउ लागि समाजलाई मनुला डेटंगला आनन्द नक्सा चोन्डे मलाई चाहिँ शान्ति प्रिय जुइ मनुट थयो मलाई शान्तपूर्वक चोनि मलाई अहिले अन चाहिँ सुनान स्विट मसँग के लागि सुनान स्विट चाहिँ चित्त दुखे मयाउ लागि अपराध मया के लागि चाहिँ छौ त्रासी रुपे ए ड्य दुने वामरो जे मजुट हो के लागि डेका टाउ ख अनुशासनै चोनि हिसाब एकदम सुसंस्कृत समाज अनुशासित समाज निर्माण याउ लागि चाहिँ डेका टाउ संरचना ख नि अझ वजको मखुनी ओके उला जिरानी स्वास्थ्य नापा प्रत्यक्ष सम्बन्ध दै मानसिक एकाग्रता मलाई मानसिक स्वास्थ्य रे उपरि ज्यान चौदै डर त्रास प्रार्थना प्रेरणा हरेक चीज सुजुको थाहा भरोसा वो संरचनालाई वो ड्यर हैला वो चीज ख नि तर वो चीज मुठु छिटाना थन खुयाङ्का लन्डन अमेरिका चाहिँ म्युजियममा चना ढिबको मेन छ
जो बारेला खना वाला जुए जुला होला अले द चाहिँ बटी चाहिँ इन्ट्रेस्टिङ जो चाहिँ दाना जुन तो फिनाटो थियो पोसार होला उके बारे जुन चाहिँ अस्त मात्रिका होला उके न बटी दु दाइवे मोटो छ प्रस्तायन बेला अठे जुलका छि ताइने तो सम्पदा संरक्षण यो खमोठो बरे छि न्याउ चीज न विदेशी तेउ जग ये कलो न्याउ चीज यो खना सा जे हुन दाइने छि त खिसा यो टको न खना अठे जुजु बरे इमसँग घटना ल फिल अटना फिल्ला छि त विकसित दाइउपटे प्रतिष्ठित दाइउपटे मानसिकता विकसित जुजौ हुन नि वो मेन्टालिटी जो होला छु विदेशी देशमा थे ल फिल्ला वो मनो गयो म थे सोचे छिउ थयोपटी चाहिँ थयो मौलिकता थयो मौलिक ल त पहिरन त चाहिँ थमस्या लोङका लोमङ्क छोला सोइडी छला अले एजोले छिस पहिरन न वो किसिम सोचे आमाला थयो नेपाली उकन जिनि चेच छि ठोया फिमाल न ठयो मुको आठौंकने परिवेश भछ परिवर्तन जुजौ भएकोला कम से कम ठौंकने एउटी छिउ नेपाली पहिरन नेवाट्यो पहिरन त चाहिँ माइया मला थाहा छ ठुकै विशाल व्याख्या दु ठुकै पिटिन ठुकै अर्थय मेउ एकदम सन्देशपूर्ण न ठुला स्वास्थ्य अनुकूल न जुइ दक्ष पहिला जि आफ्नो छि टाइचो न न्याउ न चाहिए पुरै टाइउ पुरै स्वास्थ्य त असर जुइको जाया मुजु मला स्वास्थ्य त असर जुइको खस व ज्याला रोके या मला डिके मला टाइबरे ठो लयौ पुरै विशेषता भन्दा छ दक्ष पहिलाला ठो डगा सिके सोइट छ योको ठिकै न मुजु मला छि फिन्टौ पुरै सायद टी-शर्ट छपाल न ठो छजु वइ जुइ मला डौ जुल अनवया चाहिँ ठो छिउ नेपालले डेको सोनिगले डेको पुटी जुल अनवया चाहिँ ठोक चाहिँ जोखिम कम जुइ ठुके छुजे आग लागि जुल धासा जस्तै छिमफिन्डौ पुटी ल चाहिँ नाइलन यो जुल लासो के शरीर त योको छेटी च्याप जना चाहिँ छेटी अपोजी ठो चाहिँ मिच्यात धासा ठो ल पहिला कुटुनी च्याना ठो सुती यो पुटी जुल ल ठो पहिला कुटुनी शरीर त न छेटी कम जुइ ठुके बावजुद न चाहिँ छिउ पुर्खा ठुके त चाहिँ घटना प्रतिबिम्बित यन्तल धासा ठो चुयो पुटी तपा ल चाहिँ 24 दु सोइटिस 24 च्याउ टुक्रा च्याउ पिस टुक्रा त जोडेना देखट हो टपाल नजल ओ 24 त चुयो पुटी चाहिँ अस्त मात्रिका यो प्रतीकीय रूप हो तैतल हजुर अले क्वेयु सुरुवा न 24 ए दुका उइ त वो 24 त चाहिँ अस्त भैरव यो पुटी प्रतीकीय रूप काइटौडु हजुर अले ठो पुटु झिसला पुटु टाउ खने ठो मला ठो न च्याउ ए दु ठो छि आ नक्तिन लेखाना सोइटल लाछ त च्याउ मला ठो च्याउ त चाहिँ अष्ट नाग्यो प्रतीकीय रूप काइटौडु तापर अष्ट नाग अष्ट भद्रिका हो मात्रिका हो अष्ट भैरव त चाहिँ थौ शरीर त चाहिँ सुरक्षा यो प्रतीकीय रूप काइटौ जुल हजुर सोइटी छ एजुले छिउबुटी ठो ल युटी विशेषता यो के चीज दु तर दुर्भाग्य छुजल धासा ठो ल फिना जे प्यावै नि छन प्यायो रे हजुर सोइटी यो कुय अनुभव त दुजिके योको पास पि योको मनुटेस थौ छु ज्याजो दुला र्यानि नि जे अठे प्यावल लाया ज्याजो दुला र्यानि ज्याजोले जको फिउ ल ठे जुइ ढंगला एकका हजुर दोस्रो ख आज गब्लाङ गब्लाङ गन उनी प्रे इन्टरभ्यु भ्यु हुन्छन् माल चौदै गब्लाङ छिन तिन आठे स्कुले उन माल चौदै आ झोला जना आउने उजे झोला दुनिया सामान त दै जो ल्यापटप त दै वो झोला जना आउने उरे त म बेच्न जानला हो र कता यसुति छ वो गयो मानसिकता जुइ जंगल दै नि शिलाजित बेच्न ल्याको हो रे आटा या वो थो ल फिना हो न अले वो झोला जना आउने उरे अयो त किसिमि उरे जुइ आवे रंगल सोच अटे जिंगल अझ जुगेटला ठुके एकदमै नेबुस जिला खास त भाइपुस सोठे मकाया सोइदि छ एकदम नेबुससँग न काइचनो दु ततरौ होटले छ न वना थो ज्याजोले वनु थे ल फिना हुनु पर्यो अन होटली म प्रमुख चाहिँ साउनी मलाई वेक नापा जो थो सम्पदाय विषयलाई खला बला दो वेक नापा नापला माउ चाहिँ अहिले वेक यो होटलेला दक्ष मध्ये कम दक्ष मध्ये कम तलब नै पि जुन स्टाफ त दैने जे सुता छु हेपेना त चाहिँ म तर कम तलब काइपि स्टाफ त्यसमा चाहिँ थयो जको लफिन त यो अहिले पछि ओसे पछि चाहिँ अपो चाहिँ दिवा काइपि स्टाफ त्यसमा चाहिँ सुट प्यान्ट फिना त यो सोइडी छ अहिले ओसे चोइ पे साउट त्यसमा चाहिँ वो हाफ कोट न्याना चाहिँ वो विदेशी त्यहाँ चुनि उठा अयठा जि ठोल फिना उनु रे द अन भटि चाहिँ दुर्व्यवहार थे ममसु टाइम एट ब द ल अन दुर्व्यवहार थे न यो एज बुल अन वास्तविक मतलब जिए अन प्रमुख चाहिँ वक्ता चाहिँ जिए आन सोइडी छ विषय जो विषयले उनु जुल प्रमुख वक्ता जिए आन तर दर अन द व्यवहार आबरे चाहिँ वो लयो हिसाबमा व्यवहार यान बेला ढाट्नु छुटा छ ठुल लय त अयो अवस्था त ठिंगा बिल हजुर ठोला वास्तव नेपाली पुरी मौलिक पहिरन नि हजुर थयो लला जिउठो हलिमेन यंको संसार गन न मरु मलाई सान नक्सा किनमा उल लय चाहिँ सम्मोठो पुरा थयो अवस्था त ठिंगा बिल जुन अभियन्ता बाहेक दैन अथवा हेल्थको लागि मेडिटेसन अटेन यान दिला त मेडिटेसन ढाइपुटी चाहिँ जिउ गर्छ त ठ्याक्क वो मुद्राले चुनाए आसने चुनाएन ध्यान आउ त्यहाँ चाहिँ आइतेको मयन्नी गबले गबले नापा बडी बडी चाहिँ याना खाइस त आठौँकुने जिउ एकाग्रता त सम्पदा संरक्षण ज्या ज्या चाहिँ जुले सुट्या नापा त न थयो बडी चाहिँ दौडधुप एक्सरसाइज चाहिँ याना फिजिकल्ली वो चाहिँ याना ओके लिपा जी थो चेउ चिउ न याना बडी बडी ठाउँकुने
सम्पदा युपटी विषयले हजुर अनि या सम्पदा ये ज्याले जे फोकस रे उले आइ त चाहिँ त तुले ध्यान है या मार्यो आवश्यक चाहिँ मन तर जे थो यामा अत्यन्त आवश्यक चीजको समय उपरि पाबन्दी याना चाहिँ जे वय किसिम चाहिँ म यामा आवश्यकता चाहिँ तो दुला छ त दैला हरेक तो मुद्दा मामला नि से मला नि या डिफरेंट मोनोपिना प भेटघाट यान्जुन मा जे वो एकदम हेक्टिक खनी इन्भाइरोमेन्ट ला मलाई वो जुल्ला गब्ले जे आवश्यक वे अटे न जुला जो एकदमै जो हजुर ठ्याक्क तर कन्ट्रोल याना हजुर सोरी छ तो आवेगे वे चाहिँ परिस्थिति न जचाउँदै गुल्ले चीजला नपिन छिडाठे नियत बस्न मन्टेसँग आवश्यक न सुचाउँदै जुइब्रे थैरे कन्ट्रोल या ठाक्वे चुन्दै अहिले परिस्थिति न जस्तै हिटी बचामा ढ्या उन्चाउँदै टावर डेकीमा टाइपिन्छ दबाया त सुचाउँदै अहिले वेक अप इन त चाहिँ आवश्यकता अनुसार न गब्ले आवश्यक किन्छन् माल चाउँदै मक्सा समस्या समाधान जुइ मको सोधिस आवश्यकता अनुसार थयो तङ न गब्ले किन्छन् माल चाउँदै तर पासको हैन कन्ट्रोलले मोजुको चाहिँ मको थैट चाहिँ कन्ट्रोल चाहिँ यान चलाउँदो याफो तर आवश्यक न गब्ले आवश्यक न जो हो त जिन छान्यनो ला चाहिँ आफ्नो पास पिन आउन एक खला बला जो जोमले प्राय मन देस चाहिँ यादव दाइ राखलानले वे गल भटी एग्रेसिभ ने जो मलाई थोगले मिडिया न प्राय एग्रेसिभ जक रूप किन्यो जुल अहिले आज हुने दाइ द स्कुल खनौले न मस्त बिना भएको मजा हेका मलाई इम त गेना चाहिँ कन्ट्रोल आएको मलाई अयौ जी दाइ सब रूप खन उके थो मेडिटेसन चाहिँ एकदम मस्त थिन्छ हुन्छ मको एकदम वो माउ चीज खन तिन तर छुए मुठो टाइटलले मस्त नपा एकदम हेका हजुर मलाई मस्त त गयो इन्भाइरोमेन्ट पे वो यान उला छि खन्दिलले राख्छ जे वो छि राइट मेडिटेसन मयागा यान उपरि जुबुटी व्यवहार वो रूप खन्छ वो थैट कन्ट्रोल यान चुनु तो यामा मन्टेस छु थासे छु आवश्यक वो किसिम प्रस्तुत जि फेकिमा स्कुले जि हाना वो नक्तिनी छि राइट उठे छि व्याख्या यान उठे छुए शब्द सापटी काल्ला छ वो एग्रेसिभनेसलाई चाहिँ अन स्कुलले केनी मजु केनु मरु किनि न मखु गब्लेन तर वो पुरातत्व विभाग केन माल चाउँदै छ गब्ले वो चाहिँ पुलिस त्यो उपरि अफिसर केन माल चाउँदै छ गब्ले वो आर्मी यो अफिसर केन माल चाउँदै अयपिए अभियन्ता त्यो त न एतना वो एग्रेसिभनेस चाहिँ केन माल चाउँदै वो आवश्यकता ख असुति छ वो मनो यो उपरि स्वाभाविक गुण जिमा स्वभाव सोया मलाई दिला मक्सला बचाइ आफै मखु हजुर ए हजुर बचाइदिनुस् न त सुना बचाइन बेठौ कुने उल्टा हेपेन है एकदम एकदम जो नाच लाइन जुन खिचा त्यो सम्पदा नापे जोरे जो ख मला हजुर वो चाहिँ गेना ख वो छ ठिकै बिना खिचा सम्पदा नापा जोडे जो टाइपरे पढिछ ठिकै मैले हजुर पक्कान गेरास मौलिकता यो खलन जोना मखला अन अब राष्ट्रियता यो गुटी खलन जोना छो खलाइ बरे नेपाली खिचा न जोडे जो लछु हजुर घटना जोडे जो लाछ नेपाली खिचा त चाहिँ विभिन्न बहानाले उइटा सुटन याटो तया जिल्ला डिस्टर्ब याटो तया नेपाली खिचा चाहिँ विस्थापित याना यंगला सोइदिछ विभिन्न बहानाले अहिले विदेशी खिचा त चाहिँ थनो हेउ चलन जुल चिटो सोरो परेर हेर्नुला ठोक विषयले न जे हाला जोचनु ठठी मको विदेशी खिचा न यो असल्ले हिजु तर नेपाली खिचा स्यामटे सिंग छ मटे तो एकदमै आवश्यक जुइ खाली विदेशी खिचा चाहिँ हया चाहिँ एकदमै सजायना एकदमै खर्च याना एकदम मेहनत याना विदेशी खिचा चाहिँ लाखौं रुपैयाँ पुला चाहिँ विदेशन छ हया लोहिउ चलन बोल नेपाली खिचा सिरेक छबरे छुजुल लाछ दियट योको खुयाङ्गल सम्पदा विनाश उल रहेछ नोदो जी छिउला नेपाली खिचा त छिउ समाज एकदम घुलमिल न ज्याउँदै बखला आज सिका जिमठाट वाले डुम काले राइम खिचाला वो जिम बापी नापा बाया पासपी नापा सुटे नापा पोस्पति वनिउ नापा सोइदिस नापा वनिउ अयो टकन फ्रेन्डली जुइ खिचा त छोला सिक्युरिटी गार्ड यु न ज्या जि वे ढाट्नु सम्पदा जको मखि जिन धायो आठौं कने बाइक ल्याएको छु नि मलाई लुटियाना बिसुन छु नि अझ त सम्पदा नापा जोडेनु दियो ख्याङ्की विषय नापा जोडेन न छिउ बाहा बही दियो नापा खिचा त चुन्चाउँदै सिगले छि सोइदिस खिचा त चुन्चाउँदै मलाई अपरिचित मनो त वइ भरे इमसँग सूचना बि ढुङ्की अहिले उया बि इमसँग अपरिचित त वइ भरे अहिले वो झाला झिलासा मनो त सोया या झाला मससा खिचा उइ भरे ल वो खुटला बिसुनी नि तर खिचा त दक शान्सोल आला खिचाया मरे के अवस्था वइ ढुङ्ला छ अहिले विदेशी खिचा चाहिँ हानो मनो त यो सोइदिछ नेपाली खिचा जको म नेपाली खिचा सिरेको छ होला अब छिस सेको यान्छौ होला म सेको यान्छौ होला आठौँले काठमाडौँ महानगरपालिका त कुन अठे या अवस्था दु ताले टोले अलर्ट टेपिङ खिचा बि फुका शान्स होला छे दुन टेपिङ जको अब वो छेदुन तै टपिङ खिचा त ल गेट चाय सारकी बिसुनी सोइदिछ गनगन इम त नि सोइजनी मा आ झिउ टोले टपिङ खिचा त होला झिउ टोइ त रछै यपि खने झिउ सम्पदै त रछै यपि खने हान नेपाली खिचा खने झिउ त मौलिक खिचा त खने हजुर अब मोरे यो अवस्था जुइटुला खलाई पक्कै हो जो त आजका चाहिँ मेन दाइ त केसा मसिका दिएला द हिटी म्यान रा आतो हिटियो बारे भति चाहिँ खाना बोलाइला एकदम
जो मेन दाइ लो हिटी मतलब लो हिटी चाहिँ म झिला लो हिटी लु हिटी अहिले सियु हिटी जुल ला अहिले उकेन जस्तै दाइ मेन गोई हिटी मंग मकर दको त हैन उके यो मकर दा गोइए जुल मलाई अहिले अझै जस्तै किसी सुसु दैखनी मलाई खु जनावर मिश्रण रूप मंग हिटीले चाहिँ हिटी मंगले चाहिँ वरुण नागराजुपट्टि बाहनी रुपैयाँ काइटौटो के त चाहिँ वो खु मयूर तक न दै मेघा लगायत खु जनावर मिश्रण रुपैयाँ काइटौटो गुङु थासे चाहिँ खु से बचा पन खण्डुका लटोनीपट्टि संरचना जुल हिटी आज जिमसँग चाहिँ त्यो हिटी उजाया उनी उरे छुटकन ठिका काइराछ नेपाल भाषा हिटायोपट्टि रगत जुया जुल मखला अन टिरायो तरल पदार्थ जुल जिमसँग मनोटेट घेना ठिका वञ्चना छ रगत जति नै महत्त्वपूर्ण तरल पदार्थ बग्ने भएकोले हिटी बनेको छिउ शरीरले जुन आवश्यक तत्त्व तत्त्व वो पूर्ति आयोलाई हिटी ख ल योपट्टि माध्यम मखला एजुले हिटी टाइप चाहिँ अत्यन्त महत्त्वपूर्ण चाहिँ रगत जति नै महत्त्वपूर्ण तरल पदार्थ भएकोले बग्ने भएकोले हिटी भनिएको हो र्या वो किसिममा जिमसँग व्याख्याना हिटी बचाइ यहाँ हुन्छ नेपालले हिटियो इतिहास सोल्ला छ किराँतकाली अन्तिम पाखिन खण्डुले मल्लकाल तक शाहकाले वहीबुरे एकदमै न्यून पट्टि चाहिँ इतिहास त खण्डु यद्यपि वो शाहकाले दिएको जुइन फु म जुइन फु उदाहरण लागि नतिन छिराइटो चाहिँ छियो सोनिग काठमाडौँ सोनिग मको काठमाडौँ युपट्टि चाहिँ केन्द्रले लु हिटी चाहिँ रणबहादुर सायु टाइमे डेकटौटु रह्यो इतिहास सोइटौटु तर उके एउटै कलाकृति एको दपस सोइबरे चाहिँ वो रणबहादुर सायु टाइमे चाहिँ न्ययु न जुइफु सायद रणबहादुर सायु प्रे इतिहास चाहिँ लिपचो खल ठेक प्राय त लु हिटिला छि जुन त सोनिग दुनी फुको फुकेस्ता छौछौ दुनीला न्यू सोंगवेडो जस्तै वो ठो छिस सुन्दर ताइ नि वो झिल्के टावर कुनै उनी तरर लमखो झिल्के टावर कोइडु उनी लु हिटी जुल ओके साथसाथै चाहिँ परोपकार पुल दुनी कालिम छुराई भिन्डा पाचा भन् थालको परोपकार टंकेश्वरी परोपकार स्कुल नापाण्डुपट्टि वो झन् प्लाउपट्टि लुइटी वो एकदमै प्लाउपट्टि लुइटी जुल ओके साथसाथै मेघतिन नजिमे सोया उटी पशुपति नापा जय बागेश्वरी नापाण्डुपट्टि न प्लाउ लुइटी डु यो कुटो हजुर अहिले द मेन या दायुतर्फ नियन मासो चाहिँ दाइन उग्नु छौ द व्याख्यान दिला मलाई अथवा प्रेजेन्टेसन खल्ना वाला जो हिसाब जुन छिसो त लो हिटियु चाहिँ ल चाहिँ छ्याटो न्यु फिल्टरिङ प्रोसेस यो बारे छ कतै जस्तै जिठो ज्याइन्सनु वो विकेत तपा छलफल यान्सनु अन्तर्क्रिया लगायत बहस त जिउ हजुर ले जिम एउन छु सिका कायदा छ जिउ त 50 रोपनी दुपटी ठासेपटी पुखुले हजुर वो बाष्पीकरण जुइबरे चाहिँ 1 घण्टाले चाहिँ 6,50,000 लिटर ल चाहिँ बाष्पीकरण जुइ हजुर मलाई अलि वे ल हान वा वया क्वा यो ल खने क्वाइ बिरे जमिनियो कोएन उनी बिरे जस्तै अनला विभिन्न किसिम एउटै छियो पाइपलाइन सिस्टम देखाउँदै प्लाउ या प्रकृति मैत्री प्रकृति त असर जुइबरी चीज अन छुन दैमको प्रकृति मैत्री जस्तै प्लास्टिक दैमको रबर दैमको मलाई अयो चीज मरेको चाहिँ छिवे देशे दुनी दुपटी जग्गा ठ्याक्क फिल्ट्रेसन प्रोसेस जुल्का मलाई एकदम ओके वो उनी बगे जुजु उनी अन विभिन्न किसिमको सामग्री त न दैतौदै फिदैतौदै चारकोल त विभिन्न चाना विभिन्न किसिमको फिल्टर एउटी चाटटु मलाई अयो चा तया चाहिँ उको फिल्टर जुजु अलि ठासे चाहिँ 88 दैतौदै छियो 88 तया वो ल जमे जि बगे जुजु उनी अलि 88ले जमा जुइ बरा झाटुपटी चीज जको कोइलाई हन ल जको बगे जुजु उनी वे किसिम चाहिँ छिउ लो इटिले ल हायु जो ल झ्याटो चीज त दख अब 88ले कुटुनी मलाई अलि ल जको बगे जुजु उनी अलि हान वो फिल्टर जुजु फिट दैटौदै अलि हान हिटी मंगयो नापान वो फिल्टर यापटी सिस्टम त दु के टेक्नोलोजी दु मलाई छिउ प्लाउपटी ठयु नेपालीपटी वो गणन संसारे गणन मरुपटी जुल अलि वो हान हिटी ल बगे जुइ ढुंगल कि हान हिटी टाइला 24 घण्टा कन्टिन्यू ल वइचन्यु जन ठप्पारा ला वइचौदै अलि माउपटी चीज झिसं काल माउपटी हान बगे जि आउना वो छौ हिटी उपटी फिल्टर सिस्टममा वेडको ल हान मेउ हिटी त न जागले जि सोइरि छ जिउला वो हिटी बगे जि आउ निकासौ मेउ हिटीले सदुपयोग जि मेउ हिटी न हान पुखुले जि पुखु न हान हिटीले जि एना देखटौ जुल्ने छिउला हजुर आ वो जुन लो हिटी वइ आथो घनघन तुन्चिडु अनन जर लोंदै मलाई जरो दुटा अझ नापो हान पाटिदै मलाई सु विदेश अथवा स्वदेश हे सु बटुवा त वल्ल्याउ तापक वल्ल्याउ वेको बिस सु ने त टोन त फुको सिल त फुको ल अने दैजुल बास सुन त अझ पाटी दैजुल फल्चा त्याबेला
नक्तिन दाइना ढाइदिने जे डेभलपिङ मक्की अब्ले डेभलप जुइन यो उत्कृष्ट सिभिलाइजेसन हजुर सभ्यता मलाई ठोए प्रोसेसको तासाला विदेशी पे अचम्म जो प्रोसेस गर्ने पकाए खले त्यसो छिउ आफ्नो जिन छु फेसबुक स्वेबले वे छौ घन पार्क सार्के वहाँ छ अनि फुको फ्यासिलिटी दैछ आज ग्यास पाइप दैछु नि आज त्यसो बार्बिक्यू यामा छ अनि यासा जुरा एक के जोमले अलि पछि एक स्टडी एन्ड स्वेबले ल वसाला झिउला पहिला बाना खनि झिउला सिटी अझ प्रकृति मैत्री हजुर स्वास्थ्य त अनुकूल हजुर सही छ ओ फलचा चुनी बिरला दाइनी तापका वइ पि बास चुनी हो अहिले प्राकृतिक प्रकोप जुइ बिरन बास चुनी वा टस्का वइ बिरे जुल खा बोस जुल हजुर मलाई अन फलचा चुनी हो सिटी फलचा चुनी हो हजुर अहिले नक्तिन छिया ढाइदि थे अन फलचा चुनी बिरे लट नि प्यास चल्ला छ नापा हिटिदै छु डेका ने माली बिरे ल आवश्यक जुइ हजुर मलाई होला रेस्टुरेन्ट होटल त्यो होमस्टे लज युबटी कन्सेप्टै मरु टाइमे सिटी छौ बटवाटे त बास चुनी लागि डेका ठाउँ भने ओ मन त ढेवामा हजुर वो ढेउ मरु पेला ठाउँ कुनेला कन चुनिया खनि मको अनि वेला ठाउँ कुने वे सेम कन्सेप्ट छिस तर 5 स्टार होटलले युज आतला होला यो केडे फिल्ममा आन होला तर छिउ न अठे ख जस्तै छिउ फल्चा चाहिँ सर्वसाधारण यो लागि जुल हजुर अहिले वसे विशिष्ट मनु त चुन्यो चाहिँ सतह जुल दोस्रो तल्लाले चुन्यो जुल सतह पहिला जस्तै छिउ कोरोना वलले कोरोना वलले छि क्वारेन्टाइन मलाई क्वारेन्टाइन चोनमा छिउ जुन अस्ति क्वारेन्टाइन यो लागि देख्टौ ढाइ मलाई च्यासा नि यता छ खला पुनर्निर्माण चाहिँ चौँडो हजुर हामीले पहिला भाषा पाक्यौँ वेबले चाहिँ अनि क्वारेन्टाइन मोचोसे चाहिँ छे वेब मरु मलाई अन द्वाउने नि ह पहिला वो सहरे द्वाउने पुरा जमलियो पुटी फुल दुनी हजुर अनि नापा आरसिटी धाउपुरी छौ क्लब दु रानी पोखरी कर्न आरसिटी क्लब हजुर हजुर वो भवन मासुपुरी भवने कोया छिउ चाहिँ हिटी डुगा सोइडी छ हजुर ला वो चाहिँ छम तरम नेता उद्घाटन या आउट हो न हजुर वो हिटी एकदमै महत्त्वपूर्ण हिटी वो हिटी त टोक्ना देउको छ जुल अहिले वो हिटी यो ना चाहिँ जंग ठको हिटीका हजुर सोइडी छ जंग ठको हिटी वो हिटी लासले ढुङ्गा अन मोली ढुङ्गा तने सहरे ढुवा खनि अहिले सहरे ढुवागा वो इटा चपाले अबले वो टाइम उटी गुली चोनीमा ख नेनो च्यानो छिन्च्या पेनो मलाई गोनो चोनीमा अनचोनी ढुङ्गा तने अहिले सहरे ढुवा वो क्वारेन्टाइन का रोग सरेजी भाइरस संक्रमण जुइ रह्यो वो टाइम यो कन्सेप्ट का च्यासो नि त्याबेला थो पहिला गुली न थो भाइरस वइ चोंडो मलाई अथ छु विकास ज्याचो वो फुकम पहिला जुइगु खनि मलाई जस्तै नाच अमेरिका खन धाइला अब वाला गुलिया डटा सोसयो हारारीका सोसयो हारारी जुल छिउला हजारौं वर्ष हिस्ट्री त्याबेला वो फुकमला पहिला देंगुल अथवा जुइगु खनि नि उत्कृष्ट सभ्यता विकास यार अलचिसं अब्ले चक रिसर्च याना उकेट आदाइना नाचा टाथे भटी कम्युनिकेट चक या फुखसला मलाई अथवा संरक्षण चक या नुन फुसला झिउला खास छिसो छु या माउ मखनि नि मको वो ज्यानो चौख डक्ठान जो चौ झिउ समाज न हाले भटी च समस्या गन्ठालेको जो राछ डक्स्या ठो खो मुठु न मको डक्स्या ठो हजुर तर वास्तवै जुइमाल गठे जल्ला छ थन झिउ चाहिँ समाज यो प्रवृत्ति भटी च गलत जो चौ अब छुके जुया उन रहन सहन जुया उनला या सुयो नापायुपटी शासकतिउपटी प्रभाव पर्यो जन झि डक्क थन चाहिँ पोठे सस्यो पे डक्क भौचा थे जोलो छ हजुर डक्स्या सस्यो यो कुसके यो विद्वान त दुथन डक्स्या सु थयो ज्ञान गुनिउपटी खछि थन पोडकास्ट थे सटा खलन दिस मंगला डक्कोसा 101 छ प्रभाव पर्यो जो डक्स्या खलन थकी हजुर एकदम छि प्रभावित जो खलन आउने तर पृष्ठभूमि न स्वयमा व छुयान चौतुले छ आ छुयाउले सर होइन स्वयमा अल छिउली डक्क भौचा जको जुल छ 101 नेतृत्व जुल 101 नेता जुल अले भौचा पजुल ना छु मसिलो छ छु राजन चुन हजुर आ भौचा जुल डक्क 101 डक्क जुल ठठ बिचे जको जन थयो उत्कृष्ट सभ्यता दिएको पिछि हजुर मलाई संसारै सकी जुइबडी संसार त उदाहरण किन्जो सभ्यता दिएको पिछि मनु त थन ठठय डक्क भौचा जुया चौम्रे ठठय जुनको कस्मस जुया चुन हजुर मगला अले उके जो चौम्रे छुचा राजन चुन छ ह जाइन ढाटे वे चाहिँ निवाटे भटी कमजोरी वे नतिन जुन भौचु एक्जाम्पल ब्यादिले जिन यो कोठा चाहिँ फिलियाना मलाई चाहिँ यो पोलिटिक्स जुइमा चाहे छिउ तो फिल्म इन्डस्ट्री जुइमा मलाई चाहे म्युजिक इन्डस्ट्री न्याठान सोमा छ नतिन ढाटे फुको सिउ जो मिले जुया चाहिँ यहाँ सुनामा मलाई फुको चुए चोना त्या लिडिया छ यहाँ मिले जुया या एकैचोटि कुए चोन ढासा माछु जी नक्तिन छिटर जस्तै छिउ पोडकास्ट चाहिँ सटरी छ हजुर मलाई चाहिँ खलन दिस वो डक्स्यौ ख प्रभावित जी डक्स्यौ ख एकदमै खठे चुनि हजुर र खौन दै तर जी हैन पृष्ठभूमि न स्वयमा उद्देश्य छुइमा आयो आगामी योजना छुडो नापा छुया ढंगम मनु ओ डक्क स्वयं ठंगना नया अफ छु हान सोइडी छ ठंगने इन्टरनेट यो जमाना ठेको मोबाइल छ नि तल मलाई इन्टरनेट जुल अले गो बाराक ओबामा गयो किसिम नवै मलाई थनी म नेपालीमा गगन थापा एउटी तरिका गयो डो हजुर ओ डक्क स्वे अपुल नि आ खला तल अप हजुर या उ चीज खला साजेल नि ओ ख प्रभावित चाहिँ जुइ
तर उकेको लागि चाहिँ अझ छुयामल लाग्छ पृष्ठभूमि स्वयमल म छुयान चम्मोटी मन नवामले म छुचु याटम कल्लेछ टाठे एप्लाई यान्छु खकी म हो न छुयाइ मैले छुया पुग्थे ओ क्षमता दुकी मर्लेछ नजको वाइ म खला नवा तल सिक अपुइटम अब नि इन्टरनेट यो जमाना त हजुर एजुले भौचा पजुले छु राज यान्छु खबला पक्कै आउ केला छु राज मयाक त ठौको नेला दाइ छिउ पहिला स्कुलिङ टाइम हे मलाई अबेला इन्टरनेट हैन मर्ने अबेला छिसन न्याउन झिस्याला पिन्चोपी भटी एडभान्सै टाइम हाने ठौको नेला इन्टरनेट यानाला नेपाली जुइमा अमेरिकन जुइमा फुको अपर्च्युनिटीलाई इक्वल दु उके ठौको नै आफ्नो दाइनो स्कुल स्याउँथे मेन मस्तेटा चाहिँ झिसँग चाहिँ झिउठो जुन भौचा प्रवृत्ति इन त गेना सरे मयाउट हाले झिसँग याफै एकदम वो चीज न ठिकैमा हजुर एकदमै वो थाइबुटी चीज चाहिँ छोरा छ वो इथिक्स नैतिकता हजुर मलाई वो नैतिकता बिउ चीज त ख नि जी भौचा जुयो ख छ जिके भौचा जुयो क्वालिटी दुकी मल्लेछ जी भौचा जुया जिके लीड याउटी क्षमता दुलकी मर्लेछ जी समस्या त समाधान या फुकी मफलेछ जी गुलित चीज त याद हुने कि मैन रे वो पृष्ठभूमि स्वयमल लाइछ न एजुले नक्तिन छिराइजो एकदमै सही ख सम्पदा संरक्षण यो साथ चाहिँ वेक अप इन त सम्पदा संरक्षण यो विधा दुने लाउपटी नैतिक शिक्षा त जेताइ नि झिउपटी सम्पदा दाइ शिक्षा नपा ज्ञान नपा एकदम तरौं साबुडी रहने अले वो मस्तेत न छुसेनमल लाछ मनु न मनु त गयो व्यवहार या हजुर मलाई चाहिँ ताइछ न नि हामीले मनु न मनु त चित्त दुख्या मया के त मसिङ के त गयो व्यवहार जुइ मल्लेछ हजुर टाइपटी चीज अन्जुने सेनिमा ल हटाइछ न भइछ मैले थौकोनेला आम धायो पटक्कै सोचे म होइन मलाई नाजा ढाटे थयो फाइदा ज्ञान क्या हो सर्टिफिकेट तयारी अब हिजोको हुन्छ न जागिर ने त होडबाजीले चले जाछ न त्यो राष्ट्रियता यो निशंका मौलिक शिक्षा यो ख स्वास्थ्य यो खोजुल दक्ष मध्य तरौला न्याउ जाया सा स्वस्थ जुइ मला ढाइजन बडी जुल मलाई के मतलब छगुली स्वस्थले रह्यो न दन जन जीवन छे चाहिँ थौकने आधुनिक जुइरको अवस्था दु आज हिँडेको ल मखो एसा जिए देको जुसान राज्य नीति वो किसिम देखुने जी ढाइथे यापट्टि छेला जी देखि मफनी राज्य नीति जुइ माला डक अवेयर जुइ माला ढाइजनु अवस्थाले गठेजोला ढाछ आ छिउ विदेशी तेउ जको देखा सके यहाँ बरे विदेशी तेउ छे गयो जी अयो किसिम छे चाहिँ छिउ थन सोनी गले छिउ थो नेपालले देखि बरे उइ त प्रतिष्ठित त्यापट्टि मानसिकता ओल्ने अलजी नाच छिटा ढाइथे डाक्टर त थे मजु जुंगला व्यापारी जुला ढाइजना अब इन्जिनियर त न खाली व्यापारी करन जको जुइ आवन व चाहिँ मनुयो छे चाहिँ मनुयो अनुकूल डेकमा छेन उयोपट्टि थयो पेशा ले वहाँ ढिभक्कमा आऊ उद्देश्य जको वो छेडेका बिउ बुरा चाहिँ वो मुनु जको चुन्यो अझ धामल लाछ मुनु न चुने लाएको उपटि मजुपटि मनै त न विभिन्न किसिमको रोग लगे जियो सिमेन्ट उपटि हरेक चीज मलाई रोग लगे जियो उपटि अयो किसिमको जुल अले छेचाइ गयो जुइमा उडाछ छियो मौलिक शिक्षा अनुसार छ नेपाली उपटि सभ्यता अनुसार मखला छ नेवाटे उपटि जुन उद्देश्य अनुरूपमा चाहिँ झिउ छेडाइ होला प्रकृति मैत्री मलाई प्रकृतिले दुपट्टि चीज जुल छियो मानव शरीर उपटि चाहिँ अनुकूल जियो प्रकृतिकूल मजुपट्टि जुइ मलाई ओके साथ साथै चाहिँ थो हलिमे यङको दो प्राणी ते त न मसेङ्क्युपट्टि मलाई त प्रकृति त न मसेङ्क्यु पृथ्वी त न मसेङ्क्युपट्टि किसिमपट्टि छेत जुइ मलाई त्यहाँबाट ओके चाहिँ चखौँच बखौँच त न माल्चाउँदै को माल्चाउँदै छि त भौचा माल्चाउँदै सर्प माल्चाउँदै कुल चिज ओ छियो छे जुने न प्रसय बियो छियो नापा चलन दो जस्तै आफ्नो छममा चाँगुली बालकली सबिल्ने छि त छेडेके त सोइब्रे प तया छेडेकी त सोइ पादै ओ पाइ त चखौँच चङ्के जिको सदुपयोग ज्ञान बेला गखन्छ पा त देका गखन्छ पा दैब्रे ओ चखौँच बखौँ त चन्जिल पिन सोइब्रे चखौँच बखौँच चन्जिल लाछ दुने चाहिँ झिउ ठो इन्टेरियर राइने ठाउँको ने मगला दुने डेकोरेट याट चाहिँ ओ गखन्छ पा न सजे याउ चाहिँ उगा मोटोमिटो ते त जिल जो सामान ते जिल मूर्ति ते जिल मगलाले उके इन्भाइरोमेन्ट न बालाके बि अनिबटी एजुले चाहिँ झिउ जस्तै आठौँको ने थो सिमेन्ट उपरि छेको चुनिबरे विभिन्न किसिमको रोग त योको लगे जुइ कंक्रीट मगला हार्ड जोर्नी यो निसिका खैतला जी बिके मको आज थो विभिन्न खलाला तर थो मक्सा त मकुटा मला जी खलान चनोपटी चीज त थुमिया ख ले एजुले चाहिँ योको रोग लगे मजुकी लागे छौ चाहिँ प्रकृति मैत्री सम्पदा मैत्री मलाई मानव अनुकूल योपट्टि छेतो चाहिँ छिउ नापै फुलाउ फुलाउ ख आठो एटा म जिउ छेन दमन त्यसमै याब लागो घर चाहिँ कस्तो छ नि ध्यान दिने मलाई जिउ न पक्का सिमेन्ट यो खने मलाई आठो थयो किसिमको नीति देखा चाहिँ दक जागरुक चाहिँ आउने मलाई ढाइजनपट्टि मनु जी ढाइजन नि रोग लगे जुइ ढुङ्गा घा रोग लगे जुल ल्या हाल्छु नि यो सेन रोग लगे मजुकी बि मलाई आठौँको चाहिँ गेजुल लाछ अत्याधुनिक हस्पिटल देखे त होडबाजी जुया छ न हजुर अत्याधुनिक हस्पिटल देखे त मगला तर हस्पिटलै उनके उनी मुआले वातावरण तयार नु हजुर ढाइजन मजुलका चाहिँ ओका उखन यादव दाइना छम्म चाहिँ ढाउ ठेका हल्ला नगर ढाइजन मला लिबा चाहिँ म पनि पहिला तपाईँ जस्तै हो ढाल्ने मला झिसँग ऊ गल्ती याद न तर झिमसँग ठुलो मला आछिमसँग या मैले राछो अवेरनेस न बिउ न टरौँ खखाने मला इन त बालाको झिसँग क्लियर एन्ड बी फे मला मेल्ला ल
अहिले मेउ चाहिँ द चाहिँ पट्टी चाहिँ एक टच जोड है आदैन थोंकने चाहिँ मनु थोंकने म्यावे बन्द जिङ ल अथवा सिए बन्द जिङ ल ढाल्ने मलाई गेसको प्रस्तान बेला थोर जिठो नौ किसिम ढाइचुन ओले पछि नौ खठ्या जुया चौटो जिचाइ गोठे ढाइचुन काठमाडौँ उपत्यकामा मान्छे जन्मिन पनि छोडिसक्यो मान्छे मर्न पनि छोडिसक्यो ढाइचुन हो आठुके काठमाडौँ उपत्यका छाया ढाइ राछ सोनिग चाहिँ यो प्या चाहिँ यो मौ हुने वना आर्मी जिन्दगीले थयो किसिममा वनौ जुल मलाई अन पटिपटि मेउ मेउ किसिममा वनौ जुल अहिले विशेषण त सम्पदा संरक्षण ज्या चाहिँ थो सोनिगोले दुनियाँ चुनौ जुले ठुकै अनुभव धाइ चुनौ यहाँ हस्पिटल नगुली अनेक ज्या हुन्छन् माल्छौँ दाइ विभिन्न ठिटिपी दु पास भइ पिनि दु न्यामिस्यु ससँग अठ्याजको ज्या चौँ जुल एजुले थो सोनिगोले चाहिँ मनु जन्मे मजुइरंगो बुया मजुइरंगो ल सोइट मनु मगला अहिले मनु सिन मसिरंगो हजुर आ थो टाइ जुनो बुटी चीज चाहिँ जिदाइने थो चाहिँ गोठे त आछ प्राकृतिक रूपमा मलाई जुन किसिम चाहिँ त्यो इकोसिस्टम जो पर्यावरणीय रूपमा चाहिँ घटना मनु भुइँमा उख अट्ना मबुइ ढुङ्गल कम का एकदम बुड हो मबु एकदम कम जुल तर थो चीज खमलासी थुइते निरन्तरता बुल्ला छ भुइया मक्त त्यहाँ चुने ढुङ्गल खाली वो नक्तिने जिदाइ थे सिजरिङ डाइनी ठाउँ पनि पात चिरेना पिक्या मस्त वो चाहिँ न्यू कारण जुल डाइजन उडुका चाहिँ छौ कारण चाहिँ वो गर्भवती महिला स्वस्थ मजुल मलाई वो स्वस्थ मजुबुटी ठोया सम्पदा संरक्षण मजुल रहेछन् चाहिँ जस्तै हिटियो ल पहिलो प्राथमिकताले तया ल जुले स्वच्छपट्टि निर्मल मनुइट गयो ल मा यो ल 20 मखन एजुले हेल्दी मजुल रहेछन् जुल अहिले ओके साथ साथै चाहिँ खानपिन रहन सहन वातावरण न जुया जुल एजुले वो गर्भवती महिला स्वस्थ मजु जुले यो पात चिरेया त बाध्य जुल नर्मल डेलिभरी मजुल हजुर दोस्रो ख चाहिँ गोठे जुल लाछ हस्पिटलले डकस्त त हो मखो विशेषण ओ यापिन त जगत आइजनु हस्पिटलले इंकिबुरे चाहिँ डाक्टर साहब पिन्छ न थैके नैतिकता मर्या हजुर वो गर्भवती महिला नर्मल डेलिभरी भी त लायकमा जोसा सक्षम जोसा पाचिरिया हुन योको वातावरण त निर्माण जो चौटो कमर्शियली मलाई वेकअप पिन्छ योको लगानी हस्पिटल देखि त डाक्टर जुइ त अलि वो लगानी उठे एउटी व्यापारीकरण न जुयाउ कारण याना चाहिँ चिरिया हुन जो चौटो मानवीय स्वास्थ्य ठोकने व्यापार थे जो चौटो सोइरि छ मगला जिना त सुरुले तैने ठोकने डाक्टर त डाक्टर मरेरंगला व्यापारी जुया हुन ताइछ न जिना आमचौ केस पहिला घनघर लोगन वे 7 महिना ऑपरेशन याना म चाहिँ जन्मे ढान चौजी न्यूज निनो खा आयोजक मुख जी निनो हिसाबमा जियो देशमा एकदमै तरम्पी मुनि त्यो क्याम ह्यापी हे वी जहाँ चाहिँ साइड के न्यू चलन दुवा ठौकने सोइछ वो जात क्यों हुन्यो अहिले अब आउने बिहीबार 7 बजे र 33 मिनेटमा 33 सेकेन्डमा जन्मे पनि राजकीय योग छ टाइबल ह वो टाइम गाचिरेकी उटक्न नन युनिट सोइछ साइड के ना मस्त बुक्यो ल अब बिहीबार थाल्ने वो दिन यो तयार सायद वो बिउ समय त्यो दही मखने मलाई या घुमेछु ल भज छुजुइरुङको अवस्था न दही अयो तक न येनिदु एजुले ठो सन्दर्भले चाहिँ थयो किसिमको ज्या चन्जुले चाहिँ जे मिडिया वया हे चाहिँ काठमाडौँ उपत्यकामा मान्छे जन्मिन छोडिसक्यो त्यहाँ ढाफुपट्टि कारणलाई ठोखने अहिले मर्न छोडिसक्यो रह्यो न आनन्द कालगटी सिउबे यनि मरु ठाउँकुने सोइदिछ हस्पिटल यङ्कल र आज उयो नि हो नि यो जुरु आज मा बाजुल आज पास पिन्यौ मा बा पिजुल यो कु ताछे चाहिँ खौडो यो कु शरीर झिउपट्टि ठो शरीरलाई अनुसन्धान एक्सपेरिमेन्ट यही सोइदिछ होला सिका ग्याम्पुपट्टि खत कने जिन बिरामी जुइतिने जिजको मजु रह्यो मजुमा रे सञ्चन हुदो या म जुइपट्टि अवस्था त दु मखला तर यसमा वास्तविकता छिठ रोके यहाँ उनी मानि थिए छु झिउ शरीर छु जुलो रे ठाकुल ल्या क्याउन नासा ससा मुसुसा एक्सपेरिमेन्ट या हुन चलन न गन टक्को ठ्या टाइछ न म खोजी गन अयो न किसिम न चलन दु अहिले गुल्ली मोनोटेउपट्टि चाहिँ ट्रिटमेन्ट मजुया मखला मफया त्या होला टडपे जुया सिना चौपे योखु मोनोट दुनी होला आनन्द खासला मनो रह्यो होला आनन्द सिडेमा नापा 30 वर्ष तिनी हो 25-30 वर्ष नि अछि छ फलान ठासे फलानु मन त अयो रह्यो खञ्जिनी दु आठौं कोनेला अठे हस्पिटल यंकला मन त टाइ काल गति न सिउपि चाहिँ योको मरेरको जोले मान्छे पनि मर्न छोडिसकिरा ताइ छु ख खास एक्सपीरियन्स दाइ गुल्न दुनिया आतके न जाने एकको स्वेबले मनु त गुली इन्ट्रेस्टेड मनु त खन आउखने स्कुलले लास्ट एज त पिन थेको वया जिमसो छ्याफु मला जिम त न दाइन ठ छु जुल्ला छ इन्के माला अटे ढावल नि अनि अयो पिन गुली वोडु त एकदमै एकदमै महत्त्वपूर्ण नियन दिल छ घनघन वना आटको जो जिन्दगी यो अनुभव थो नेपाल आर्मी यो जाकेट टोटा वे ढुङ्गा रेस्टुरेन्ट यो बुटी ज्या टोटे ढुङ्गा जे सम्पदा संरक्षण ज्या नु बोल्ने छ ठौ टका 8 टका
छिनापा खलाउनु टक छिना ओली एकदमै इन्ट्रेस्ट गाइदियो खण्डु मलाई पछिल्लो घटनाले छिटकले सारा जिङ खुल्न नाप्ला नोपे मोनोटो डक्को एकदम इन्ट्रेस्ट डक्स्या ख राइचौँ डक्स्या यामा या ज्या राइचौँ इंटरेस्टेड गुलिन धुनी वेगअपी अफ छु एज ग्रुप पिन्नु त याउन एज पिन्टो जो अनुभव यो खला तास 12-13 वर्ष दु सान्छी 80-85 वर्ष तक दुपी मोनोट हजुर चाहिँ जिपी नापा एकदमै नेपो संक नापा वया जाया एकदम इन्ट्रेस्ट मोनोट गन्न नकारात्मक हजुर यक्को मोनोट अहिले दाइन गुलिन दाइ ठोला एक्सपिरियन्स थाइदिल मलाई इन फ्युचर चाहिँ दाइन चाहिँ जी चाहिँ थेना उनी सोचेन त एउटा छुन्डुला दु एकदमै सम्पदा संरक्षण ज्या चाहिँ सुरुले हिटियो निसी सुरु यानो जुल दक्ष पहिला हिटियो सुरुवात जुटी ढाइउटी चाहिँ थो किमडोलियो जी स्कुले उनीउटी ले दुटी स्कुले उनी बुरे जी बसे उनी जुल क्षेत्रपाटी जुनाल दायाँ बायाँ एक जी बखौन ल इन्डियो बखौन बिखुएको सुयो जिउ नापान्छी बानी जुल अले हिटी हाटी एक सोसौँ उनी जुल अहिले थो एसएलसी सिरेरुङ्गा थो अभियाने लान्छौँ टाइममा चाहिँ सडक विस्तार आन्दोलने किमडोले चाहिँ पर्चा जिउनु बुरे चाहिँ हिटी ढुकी मर्दा एको ल्याउने सोही र ऊ हिटीलाई सीमा जुइरहनुको खनिएका सोही अहिले नेपाल सेना परिचालन डको पास भए मिलेन उयो उत्खनन यानो सुरुवात हिटी हो जुल वो नापा यानो चाहिँ थोनो छिउ मण्ड फल्छ ठाउँको त सोरखुट्टे पार्टी टाइने ए हजुर पुलिस भिडियो अपोजिट साइड खास चाहिँ वो मण्ड फल्छ ख यो झिनखुपा टुटी खना चाहिँ सोरखुट्टे टाउ जुल अहिले वो चाहिँ शङ्का 1 बिल सडक विस्तार नामे सडक विभागमा बजेट होला अहिले अनु नापा डेक्ट्याउ पुरै चाहिँ वडा डेकेट्यौँ जिमसँग वना जी वना मेबिन्छ आन्दोलन याउ 10 ऑटो पुरा चाहिँ लिपा जिन ओके नेतृत्व का खन अले अनुना थन चाहिँ ठिमसँग ठो फल्छ देखिदै मुख मेठा डेक्ट्यौँ जुल छ थन देखिदै मुखडा वडा दक्षिण दु तत्कालीन एक मोडे ढुङ्ला अले जी वना चाहिँ अनदको पास भए पे मिले जान डेकी मोबिया छाडा सन कोही हिटी डुडे बचेन वो हिटी फोटो पाण्डे हिटी वो भोटी पाण्डे हिटी उटी न छौ मेरो अवस्था चाहिँ छुटा छ संघर्ष हैन यो को बचे हैन लास्ट डेके ढुङ्गा जिम त सुटन सिकेटक न मोबियो अले जुले वो हिटी गठिना डेक मा ख अन्न डेकी मफट हिटी खला ढाइबे खजको ढाव अवस्था होला सोइदिस अले हिटियो अभियान या ढुङ्गा हिटी न यो कोही आटकन यान्छौ हिटी दरबार मार्ग निसिका नक्तिन तया मिगतिनी शिलान्यास न यानो जुल यो कोठा चाहिँ हिटी न डेका चुनाउँदो अले हिटियो साथसाथै चाहिँ द्ययो मूर्ति चाहिँ पास भाइ पिन्दै रहेका छिनापा मुनि माने खल द्ययो मूर्ति न यो को ज्याएन द्ययो मूर्ति न निससे अप चाहिँ पुलिस चौकी जग्गा पिकाना जेनी बुरे न अजु चाहिँ आफू पुलिस चौकी दुने द्ययो मूर्ति त चाहिँ लावारिस अवस्था सोति छ वन लिकाना पुरातत्व विभाग हिंका अठे आठो स्कुल कलेज त पुलिस थियो यो अभियान याना आठो न छौ निश्चित ठेन आछ ट्विटर न ल लाना दको जागरण वे ढुङ्गा चाहिँ संगीत माध्यममा उनी उठिन जिन तयारी हुन्छ न हजुर संगीत माध्यममा चाहिँ थासे भना विभिन्न मेइ त चाहिँ उल्टाएना सम्पदा यो जागरण चाहिँ पिकाउटी सोच याना अले संगीत उठे एउटा हान यो प्याखाउँदै के खल्छ हान सोचे अनि जो दिमागे चाहिँ खाली सम्पदा जगत दाइ छ मियालमी नखला बाथरूम सिंगर धाइने अठे यस मियाली हो स्कुल यो कलेज प्रोग्राम जी बुरे गिटार सिटार ठाना मेमी हाला पास भाइ बिन्टो इन्टरटेन चाहिँ यानाका चाहिँ दन ठाउँको त्यो पोडकास्ट तो जायन चुनौले दपटी क्लिक जो चाहिँ जस्तै संगीत जुल अथवा इन्टरटेनमेन्ट हाले उके याना चाहिँ छिस यंगस्टर चाहिँ अफ अट्र्याक्ट क्या फुखनी छ एकदम किन दाइ आम विचार एकदमै बाला ताला मलाई संगीत क्षेत्रमा ढाले गेना वनी सोच्दै दाइ जस्तै जे आफ्नो छौ मेन जे चोइजनो ख जस्तै अरुण थाहा भएपछि छ मेदिने चोट के हो व्यथा के त अब मेही त चाहिँ नेवा भाषा उल्टाएन मलाई मनोरित जस्तै फल्चा के हो हिटी के हो मलाई सोध थाहा हो टाइपमा जे चोइटी उठु आठन ठकलाउँ थाइब्रे त पछि थाहा अनि कमिसन के हो राजनीति के हो म जस्तोलाई सोध्दै नसोध्दै यो टाइपमा मन छौ यहाँ जिमा सङ्गीतीय माध्यममा चाहिँ यो किसिममा चाहिँ जिउ तयारी हान्छ हजुर जो आठवे छिउठौँ पोडकास्ट वे आगुली दाइयो फ्यान्स त दाइ अब हामीले खन्छौँ दाइ त दाइयो थो जुन छुट्यावा ज्यान जो ये दाइ अब जोडे जुई चाहे जुपिन् त दाइ त गेना वेको भिन्छ कन्ट्याक्टे फै अथवा गेना स्वापुटे फै उसको ताइबिला मको पक्का ठुला सामाजिक सञ्जालउटी युग जुला है त सामाजिक सञ्जाल माध्यममा एकदम आफू जिठ्या मोनिटर सम्पर्क त्यो छुटाको मुख लेलिन न्याठान ज्याचन हुँदै जे उखेन टुके भ्या ज्याच हुँदै हमेशा सटो सानो जिए तो उल्टा थन गया नाप्लावा अठेउटा सित दाइयो मोरो छि योको नाप्ला बि मुन्टे त जन्दिस अझै चन्द्रागिरी तको जुइमा या कमल बिनाक्यो चुएटको जुइमा हमेशा सटो सा वो चाहिँ सम्पदा विषय जुल लाछ वेक पिन्त बनाए फुतले जिए तो नाप्लाना
वेकअप इन तो सट्यो जी मला मिला टाइचुनि से जिठो टाइम है वे वेकअप इन ते नपला आउने हो याना दाइला न्याठाना ठेंगा चुन फै मको ओके दाइनो जस्तै दाइयो सु स्टुडेन्ट त सेना जिम मर्सा वेकअप इन ता अयो न छुंडुला अयो रे ठ्याक्कै चाहिँ मर्नी ठाकु भसा जस्तै जी बाहेक मेपिन छन यान छौला मरु मुखुदु तर जिउ अठे अयो किसिम सांगठनिक संरचना चाहिँ तयार या मफु हो छौ या माल दाइसु दाइ चाहे दाइना नाजो गुली दाइ दिल्ने हामीले फर्स्ट इयर ठ न्याने वन लिबा थ इतो लिबा वेकअप इस यादे माया डाल्ने ओ ढावे दाइनो छौ संगठन मर्या अथवा दाइ छु पदे मर्या खज असै छु पदे दुसाला थौकनेला दाइन ढाटे मनु त रेस्पेक्ट यही मगछु ओ पद त यही हो संगठन त यही हो उके अयो छौ देखा दिल्ला दाइ चाहिँ जे पर्सनली एक फिल न यानोले दाइ चाहिँ नाजा दाइना भटी कन्जर्भेटिभ डाल्ने ओ ढाटे जी थयो तर्फ यही ख मलाई द आत्मसन्तुष्टिको लागि या ख ढा एनाजक बढी जल चुन पहिला पहिला त हैन सुना म कसा देउन खडा तर ठौकने चाहिँ जमाना दुईटा चाहिँ के नाम मजिल्छु मलाई ठौकने मोनोटेटे केन माला उके थो एडभर्टिजमेन्ट भटी मार्केटिङ न यहाँ म जमाना खज ओ जी थुके कोशिश मय नो मखो छौ संगठन थे देखे थे छौ अभियान न सञ्चालन यानु ख अले उके चाहिँ जी छुराइ राछ उ सांगठनिक स्वरूप देखि बरे अध्यक्ष सचिव कोषाध्यक्ष यो किसिमे बरे पत्त दैने मर्यादा क्रम दै मखला थुने चलन गयो राछ थट मत ल तिमी अध्यक्ष ल तिमी सचिव तिमी कोषाध्यक्ष दे अठे भ्यू यो पिन त ख्वास या अठे मनु यो नजिक पिन त ए भ्यू चलन रुछ छ अलजी द आटको याद दुनी योको पासमिन छन स्यो तो क्षेत्रपाटी पार्टी पालिसे चुनु भरे दको पासमिन मुंगा चाहिँ आ छौ एयरपोर्ट युपटी छौ ज्याडो 1144 वर्ष यो न्यौ युपटी इतिहास दो उपटी ठा नेपाल समुद्र सुरु जो उठा संखदर शाखा राष्ट्रिय विभूति संखदर शाखा न चाहिँ सारा नेपामी पिन त चाहिँ ऋण मुक्त घोषणा या उठा एजुनी नेपाल देश झिउटे चाहिँ सुयुन उपनिवेश मजु दास मजु उपटी ठा अन चाहिँ जी उत्खनन नयाको जिउए नेतृत्वले पास भाइ पनि सहयोग हैन पास भाइ पनि चाहिँ दको चाहिँ वे मके गब्ले गुमदै गब्ले सुदै सुला अयो किसिम यानो उपटी ज्यातो चला टकन अल जी पास भाइ पनि भेलाएन चाहिँ छिटो संगठन छौ देख्यो तर दन जी यादवलाल कायस त मलाई जिन लायक म बुझु छ द अध्यक्ष देखि मते द संयोजक देखि मते तर सु लायक म चुन्यो मलाई ठो कार्यक्षमता यो हिसाब कार्यक्षमता कार्यदक्षता यो मूल्याङ्कन यो आधार चाहिँ पद बाट फाडे हेरे सुय सहमत न मजु छु लिसन प्यामो मलाई सु तयार न मजु सोइरि छ अब झिउ चलन चाहिँ न तिमी सचिव तिमी कोषाध्यक्ष दिया भीमाउ चलन तर जी चाहिँ अन ज्यायना सोयो ओछौ ज्यायो छि दक मिलाजुइक इतो पु वंक्यो मलाई अले अनु ओ ज्यायोपटी यही भरे अन चाहिँ सुसु क्षमतावान त दुलेछ सुना छुछु भूमिका निभाए त उइतो वो किसिमको पदविका छिस बल्लाउ संगठन डेकवाला जी तयारी न यानु ख हो न या मफ्त जी अले मेरो हाना संगठन युपटी खजुइ भरे चाहिँ दक्षमति तरौ खरेयो आर्थिक छु अल जी चाहिँ छुराइ चाहिँ मनोज लाल स्वीकृति भका हो मखो थाहा छ सम्पदा संरक्षण ढैबुटी चाहिँ विशुद्ध सम्पदा संरक्षण टी चाहिँ मर्मजुइमा छे बर टन्न नयाँ वया चाहिँ ज्या फेकमा मलाई घुमेसा नेदै दिया घुमेसा टिभदै दिया घुमेसा पहुँच्यु लागि ओ विभिन्न किसिमको स्वार्थ जनाउना संगठन डेकल लासौ के पुनी मुखतो सम्पदा संरक्षण युपटी सही छ उगला सम्पदा ढैबुटी जी दाने आफ्नै देश भित्र मात्रै पाइने हाल्छन् मौलिक सामग्री छेलेमा हो के मौलिक शैली जुइमा ल अनि त्यो बाटा पहिलो पहिला जिल यको चीज ख छिउ बज्र टेमा उठा छिउ सुर्की टेमा उठा चाहिँ सिमेन्ट सिरेको छोइ बेच्ने हो मलाई आसे निन पिनु पीमा नि ढाइरि उठा मको तुरन्त खाराङ गुरुङ ठ्याकाइ हिसाबमा एकन सिरेको थियो ख एजुले चाहिँ वो चाहिँ मर्म अनुसार ज्या माउजु हुने चाहिँ ठोकिसमे हो मजुल जी नापा वो पि घुल्न मनुट दै वेक पिन त जी कगा मफु यक्कु कारण मध्ये गुमेसा जो स्वभाव थाइछु आरोपला विभिन्न किसिमको लगे एउटी समाज खन्छ जो स्वभाव यो रूप अचुल जिला जिनापा वो पि पास पिन त जी लुइका आयो दियो जी पुलिस चौकी पिकानो ज्याटक मनुटेट ना जो छन्द खिचेना ज्या जिउ ठो मोबाइल न जिन दकस्तो केनो ख नि मक्सैम त खन्दै मो मेपिन सोशल ठठ मिनु ठयो खिचे तर जिला मेपिन त केना मेपिन त योको अभियन्ता जिन जन्मे मन छम मनु ख यादव लाल कायस त हेबे जिसुले एटलिस्ट जिन्नेवा त्यसो मम्सुपि सुन्दै मो मलाई अनि ह्याठाना दाइ उन्चला फैम पनि उके बरुको संगठनै मडेको छ छौ फेसबुके जुइमा युट्युबे जुइमा इन्स्टा जुइमा दाइ यो पेज देका ठोटो फलानु मनु चाहिँ जिउ मनु ख नि मलाई उन त पढे बिमा ल अलि इन त चाहिँ यदि पदे बिमा छ दाइन टाटे मलाई झि लोकल टोयलेट को मगनी ठौकनेलाई झि गनगन ठेंगो आथो फुखा बोल दिपा गनगन ठेनु ल सुसु इन्ट्रेस्टेड पे दु भोलुन्टरी हिसाबमा क्याउ अलि सु क्वालिफाइड वे अनुसार बरु पद बिमा से बेबियो छिट हाइथे ना या फो जो साला पक्का बाला उपरी चीज जुल तर ठुकै लागि अयो तयार जो पि मनु त न वेमा त्यो मर्चा जी या ने जी छे चाहिँ नेम खसा या माने
त्यहाँ चाहिँ वेपी मनोरमा जिन गयो त अनुभव पेन जस्तै गन छटा चाहिँ हिटियो सूचना वल्ला छ जिया क चाहिँ एनाला या फै मखने पक्का फै मखने अले जि छमजिम पास मिनट चाहिँ नु त्या हेका यंकेमा फोन या यहाँ सोइदिस जिउन दुख यो उपति अनुभव जिउनला अन्तर संघर्ष दुनी मलाई जिउ कहानी लल दुनी छम न्यू पछि उपति खला दासला छौ पछि जको खन्जिनी मुजु मलाई सुयुन छुन विषयले जिउन थयो आन्तरिक कहानी त बाग्दनी जिन किताब छु ए बाग्दनी मलाई अल जिउ ठुकै गे जस्तै हिटी छौ यो जको उदाहरण काल लाछ ओ हिटी छौ संरक्षण या त गुलितको थाकौ सोइदिसन छ विचार चले मनुटे त घुली ठुकीमा अहिले ऊ अभियान उनी डकस्तो फोन याना हेका अझ मलाई वेकअप इन त घुली डकस्तो धाइजरो मर्ने जे सम्बन्धित त्यो जग्गा जो जससँग सम्बन्धित छ ताठे घुली त्यतले हेका प्रलोभन्तको बीमा मलाई एना यङ्कल अहिले अनछौ प्रोग्राम जी मिडिया त वही ढोका वही फेसबुक वही अहिले वो छौजको सिन खण्डै बरे वो अभियन्ता बने जी वो ठठै इमसँग चाहिँ थ क्यारेक्टर देख त सोइचौँदै अन क्यारियर देख त सोइचौँदै मलाई अहिले तर कने खुना हानै पिसुना वही बिमको सोइछ जिमकला यो पर्सिन आउन माने यो पिकनिक दु मलाई नेनु नि अनछि म 7 दिनमा आउन सक्दिन है धाइ भीम हुनु त दैचौँदै अयो किसिममा चाहिँ त्यो सम्पदा संरक्षण जुइमको हो तर जिल्ला कने झनासा हुने मलाई जिमाउन नाचल त जुनाइके द शानबिला मलाई द बबी ह्याउन या पनि कर्बिन था उना मुहि तुमको उडै जिम्मेवारी क्या तुमको उडै अहिले थै किसिम ना त समस्या जो चौ जुल एजुली ठुके थयो ज्यार हो चाहिँ गोठे जाछ थो एकदम डेडिकेटेड है नि एकदम समर्पित जुइपी का जि चाहिँ न्याउ जुइमा त्यो सम्पदा ज्या यार हल्ला चाहिँ कम से कम थो मेउ पुस्तक लागि माउ चीज जुल त्यो जीवन पद्धति ना पाँच जोडे जोपटी विषय जुल थोता यो असाधारण विषय जुल एकै लागि ठुके जि त्याग याने ठुके लागि जि मेहनत याने धाइपी मुनुटमा जुदाइ लास्ट डे गुल्न सोप्ने पास पिन्दु वेको पिन्त चाहिँ दाइन चौ मेसेज बिमा छ सुबियाली मेसेज वे खना टासल दाइने सम्पदा बाहेक चाहिँ छिउठे या उद्देश्य चाहिँ वास्तविक सम्पदा बाहेक छुए मरु दै चुनु दुलोके मतलब सम्पदा त चाहिँ व्याख्या सही तरिका ठिके माल उदाहरण लागि हामीलाई लाग्छ काठमाडौँ महानगरपालिका त यो छौ सिङ्गो महानगरपालिका हे छौ चाहिँ सिङ्गो सम्पदा ख अहिले उके लिपत्नी मेउ चीज त मेउ कवयु रूपमा कवर विभाग मलाई मेउ जस्तै शिक्षा विभाग मेउ अलग त्यो स्वास्थ्य विभाग सडक विभाग मेउ छुछु दुके मलाई अलग त्यहाँ त्यो सिङ्गो महानगरपालिका छौ सम्पदा रूपे टे मलाई कार्यपालिका युजको खलन उमको चाहिँ सिङ्गो महानगरपालिका छौ सम्पदा रूपे ठिका उके मेउ चाहिँ विभागीय रूपमा टेमा ऐना ठिका उनमा ढाटिनु ठुक छौ रूप त पुरा पहिला सम्पदा त हामीलाई अलि लिपत्नी मेउ चीज त चाहिँ दोस्रो प्राथमिकताले त्यो मलाई पहिलो प्राथमिकता त यो सम्पदाले त्यो मलाई जुन झिसा दक्षा चाहिँ सम्पदा युक्ति व्याख्या सही तरिका ठिके मलाई मोठु निसा झि ढोका मिल्यो जी अझ गएना ठिट जागरण निकीमा झि ढोका मिल्यो जी मलाई एक रूप जी मलाई सम्पदा संरक्षण या फोटो छिउठे यहाँपट्टि सोनिगले छिउठे यहाँपट्टि देश हल्ला छ झिसा चाहिँ छिउ देश त हलिमेनिङको चाहिँ ढाठे सान नक्सा मसिके फैरहेको बोला सकाइचोना चाहिँ पक्कै दाइ जुन त महानगरपालिका खौ होला दाइ नगरपालिका आबद्ध ज्यादियाला जी न्यू नगरपालिकाले छौ नगरपालिका छौ महानगरपालिकाले चाहिँ आबद्ध त यो छु कठा छ जी सल्लाहकार त ख उन अवैधानिक छुन किसिम तलब सुविधा मका हिसाब सम्पदामा सल्लाहकार जी नुवाकोट 2 नम्बर नगर वडा विदुर नगरपालिका यो वडा नम्बर 2 यो मन सम्पदा सल्लाहकार जुल मेरो साहब यो अहिले थन काठमाडौँ महानगरपालिका हुन चाहिँ जी अवैधानिक दाइयो चाहिँ तलब सुविधा छुन मका चाहिँ सम्पदा सल्लाहकार सरकारले जिउ सम्पदा लागि रहा त्यो ग्वाली ब्याजौँ त छु डिपार्टमेन्ट यसो देख्दौ होला ठोला ग्वाली ब्याजौँ सेन सम्पदा संरक्षण लागि ठाउँको देशभरि एकदम जागरण वेटको अवस्थालाई दुई पक्का मलाई हरेक नेता हरेक उम्मेदवार त्यसमा भजनलाई हाल्छौँ यहाँ सम्पदा संरक्षणकै साथसाथै न त्यो सम्पदा संरक्षण यहाँ लागि चाहिँ अपार सुविधा सहित त्यो पुरातत्व विभागीय डोजोल मलाई छिसो थनु धाइजना जी बारम्बार थाहा नि छिउठो सोनी गले योको सरकारी कार्यालय दो प्रधानमन्त्री कार्यालय निसी हरेक सरकारी कार्यालय त दु तर छि विशेषना त्यो सोनीगवासी त चाहिँ पुरातत्व विभाग त एकदम सम्मानजनक रूपमा सोही छाटा छ ओ सम्पदा नापा प्रत्यक्ष जोडे जोपरी विभाग जोल पुरातत्व विभागलाई जोए जोल ओके साथसाथै चाहिँ थुक्ने सम्पदा संरक्षण उरी चाहिँ हरेक स्थानीय निकाय न जिम्मेवारी काइ चाउँदो ज्यान चाउँदो ओके पु चाहिँ मौनी सुरुवात चाहिँ जुइरको अवस्था त्यो जुजु त ठुकै बारे चाहिँ मेरो पोडकास्ट चाहिँ एकदम विस्तृत रूपमा खनबाले आएको चाहिँ थोइ लागि चाहिँ ठुली सिटेको छ माली दाइ यो टाइम निकाल्न ठाउँ ठाउँ गइदिल ओकेलाई चाहिँ याद दाइ त योको सुपाद हो होला दाइ यो ठो जान एकदमै बालके पुनमा होला जिप्सन फोको साथ छ योलाई यावे जे थोइ लागि चाहिँ बा हस् एकको सुबा हस्